राम्रो किताब त्यो नहुन पनि सक्छ जो हामी पढ्छौँ। राम्रो किताब त त्यो हो जसले हामीलाई पढ्छ। नमस्कार अनि हार्दिक स्वागत छ भीम न्यौपानेद्वारा लिखित पुस्तक बादल मुनि बाग्लुङ विमोचन कार्यक्रममा यहाँहरू सबैलाई सर्वप्रथम त आयोजक टिमको तर्फबाट, प्रकाशक समूह किताबी किरोको तर्फबाट, लेखक परिवारको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छौँ। म कार्यक्रम सञ्चालक दिलश्रीष आजको यो कार्यक्रममा सहजकर्ताको रूपमा यहाँहरूको बिचमा उपस्थित छु र यहाँहरू सबैलाई एकपटक हार्दिक स्वागत गर्छु। आफ्नो अमूल्य समय काठमाडौँको व्यस्तताका बीच यो कार्यक्रममा उपस्थित हुनुभएको छ। यहाँहरू सबैलाई सर्वप्रथम त हार्दिक स्वागत गर्छु र यो कार्यक्रमलाई विधिवत रूपबाट अगाडि बढाउने अनुमति माग्दछु। आजको यस कार्यक्रममा अध्यक्षताको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि जो लामो समयदेखि लेखन क्षेत्रमा समर्पित र सक्रिय हुनुहुन्छ र आजको कार्यक्रम यस अर्थमा पनि वजनदार र मूल्यवान छ कि त्यस्ता दिग्गज व्यक्तित्वहरूको आगमन र उपस्थिति छ जसको उपस्थिति र यो जमघटले पनि यो कार्यक्रम कति महत्त्वपूर्ण छ भन्ने अर्थ राख्छ। म आजको कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनका लागि कवि डाँडा साहित्य समाजका संस्थापक अध्यक्ष, राम्रो एउटा सशक्त कथाकार एलबी छेत्रीज्यूलाई म आजको कार्यक्रमको अध्यक्षताको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। एलबी छेत्री त्यस्तो व्यक्तित्व चितवनमा रहेर कार्यक्षेत्र बनाएर निरन्तर लामो समयदेखि लेखनमा समर्पित हुनुहुन्छ र उहाँकै छत्र छायामा भीम न्यौपानेको लेखन, भीम न्यौपाने र जस्तै प्रतिभाहरू उदाइरहनु भएको छ। म आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा आज त्यस्तो व्यक्तिलाई पाएका छौँ र आज हामीले लेखकको नयाँ परिचय र नयाँ आयामको रूपमा हामीले भीम न्यौपानेलाई पाउँदै गर्दा उहाँको पृष्ठभूमितर्फ हामीले फर्केर हेऱ्यौँ भने उहाँको सङ्घर्षको आयाममा चलचित्र र कलाकारिता पनि एउटा महत्त्वपूर्ण पाटोको रूपमा हामीले पायौँ र त्यही पाटोलाई फेरि पुनः एकपटक झकझकाउने, पुनः एकपटक गुलजार बनाउने अभिप्रायले, पुनः र स्मृतिलाई फेरि ताजा बनाउने अभिप्रायले आजको कार्यक्रममा त्यस्तो लिजेन्डरी एक्टरलाई हामीले प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेका छौँ। म नेपालका लिजेन्डरी एक्टर, लोकप्रिय कलाकार जसलाई हामी जन्मनुभन्दा अगाडिदेखि नै कलाकारितामा समर्पित भएको हामीले देख्यौँ। हामी जन्मदा साथ उहाँको कलाकारितामा र आज पनि उस्तै सशक्त कलाकारितामै सक्रिय हुनुहुन्छ। त्यस्तो दिग्गज व्यक्तित्वलाई हामीले पाएका छौँ। उस्तै गीतकार पनि हुनुहुन्छ। म निर शाहज्यूलाई आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा हार्दिक स्वागत गर्छु। जोरदार तालीले स्वागत गरिदिनका लागि अनुरोध गर्छु। यो उमेरमा पनि उस्तै ऊर्जा, उत्साह र प्रेरणा भर्नको लागि हाम्रो आग्रहलाई स्वीकार गरेर यो कार्यक्रममा उपस्थित हुनुभएको छ। म हार्दिक धन्यवाद, आभार व्यक्त गर्छु। यसै गरी आजको कार्यक्रममा आज हामी यस्तो समारोहमा छौँ जो भीम न्यौपानेद्वारा लिखित, भीम न्यौपानेद्वारा जन्म दिएको, भीम न्यौपानेद्वारा सृजित पुस्तक बादल मुनि बाग्लुङलाई जन्म दिने भीम न्यौपाने र भीम न्यौपानेलाई जन्म दिने उनै सम्मानित ममतामयी माता वल्लभी न्यौपानेलाई म आजको कार्यक्रममा मञ्च अघि आएर आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। वल्लभी न्यौपानेज्यू, जोरदार तालीले मातालाई स्वागत गर्नका लागि अनुरोध गर्छु। म मञ्चमा आमन्त्रणका लागि वल्लभी न्यौपाने, जसको कोखबाट भीम न्यौपाने जन्मनुभयो र आज उहाँले आफ्नो एउटा सुन्दर सिर्जना सहितको पुस्तक बादल मुनि बाग्लुङ प्रकाशन गर्नुभएको छ। यसै गरी म आजको कार्यक्रममा बादल मुनि बाग्लुङ पुस्तकमाथिको टिप्पणीका लागि हाम्रो बिचमा उपस्थित हुनुभएको छ लोकप्रिय लेखक, जसको उपन्यासहरू यहाँहरूले धेरैले पढ्नुभएको छ, चाहे त्यो लु होस्, चाहे सल्लेपीर होस्। उहाँका लोकप्रिय उपन्यासहरू मार्फत, उहाँका लोकप्रिय कथाहरू मार्फत हामीले उहाँलाई निरन्तर पछ्याइरहेका छौँ। प्रिय लेखक
नयनराज पाण्डेज्यूलाई म मञ्चमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यसैगरी अर्का टिप्पणीकार जसको चर्चित पुस्तक छ खलङ्गामा हमला, जो 2071 सालमा मदन पुरस्कारबाट पुरस्कृत पनि भएको थियो। मदन पुरस्कारको हिजोदेखि मात्रै एउटा फेरि नयाँ उर्माल उपन्यास प्राप्त भएपछि यसको चर्चा छ। म मदन पुरस्कार विजेता समेत रहिसक्नुभएका लोकप्रिय लेखक राधा पौडेलज्यूलाई म समीक्षक टिप्पणीकारको रूपमा स्टेजमा आमन्त्रण गर्दछु। जोरदार तालीले स्वागत गरिदिनका लागि अनुरोध गर्छु। यसैगरी हामी नायकत्वमा विश्वास गर्छौँ। यो कार्यक्रमको आजको मुख्य नायक हिरो पछि आउँछ भनेर भन्छौँ। मञ्चमा धेरै दिग्गज आमन्त्रित सम्मानित व्यक्तित्वहरू आसन ग्रहण गरिसक्नु भएको छ। म यो आजको समारोहका नायक लेखक भीम न्यौपानेज्यूलाई म स्टेजमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसैगरी यो कार्यक्रममा जुन पुस्तक प्रकाशन भएको छ, यो पुस्तक प्रकाशक संस्था किताबी किरोका प्रकाशक हुनुहुन्छ तारानिधि रेग्मीज्यू। म मञ्चको अघिल्लो रोमा आएर आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। हामीले किताबी किरो पहिला धेरै पढनमा रुचि राख्ने, पठनमा समर्पित हुने व्यक्तित्वहरूलाई जिस्केर भन्ने चलन थियो, यो कस्तो किताबी किरो भनेर भन्थ्यौँ। उहाँले त्यो टिपिकल नामबाट यो प्रकाशन संस्थाको नाम राख्नुभएको छ। किताबी किरोलाई पनि धेरै धेरै धन्यवाद यो पुस्तक प्रकाशनमा सहकार्यका निम्ति। म अब यो कार्यक्रममा आमन्त्रित हाम्रो प्रमुख अतिथि र यहाँहरू सबैलाई, धेरै दिग्गज व्यक्तित्वहरू आउनुभएको छ। मैले नामै लिन मन लागेको छ मनबाट र हार्दिकतापूर्वक श्रद्धा झुकाएर तपाईँहरूप्रति श्रद्धा अर्पण गर्न मन लागेको छ। एक व्यक्तिको नाम लिएर, तर हाम्रो कार्यक्रम सटिक र संक्षिप्त बनाउने आयोजकको कार्यतालिका अनुसार म यहाँहरू सबैको नाम लिएर आसन ग्रहण गराउन असमर्थ भएको बेला यहाँहरूसँग निवेदन गर्छु र क्षमायाचना गर्छु। धेरै दिग्गज व्यक्तित्वहरू, विभिन्न क्षेत्रको व्यक्तित्वहरू यो कार्यक्रममा आमन्त्रित हुनुहुन्छ, सम्मानित हुनुहुन्छ। यहाँहरू सबैप्रति आयोजकको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दै म यो कार्यक्रममा आमन्त्रित यहाँहरू सबैलाई आयोजकको तर्फबाट स्वागत गर्नको लागि हाम्रो आजका लेखक भीम न्यौपानेका क्लासमेट पनि हुनुहुन्छ, त्रिचन्द्र क्याम्पसमा माइक्रोबायोलोजीमा प्राध्यापनरत पनि हुनुहुन्छ जनकराज ढुङ्गानाज्यूलाई म संक्षिप्तमा स्वागत मन्तव्यका लागि आमन्त्रण गर्दछु। जनकराज ढुङ्गानाज्यू। बादलमुनि बाग्लुङ सृजनाका सर्जक मेरा मित्र भीम न्यौपानेजीको यस पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता गरिराख्नुभएका हाम्रा एलबी छेत्री सर, उहाँ कविडाँडा साहित्य समाजका पनि हुनुहुन्छ र भरतपुर क्याम्पसका पूर्व क्याम्पस चिफ पनि हुनुहुन्छ। त्यस्तै गरी नेपाली चलचित्र क्षेत्रमा ठुलो योगदान पुर्याउनुभएका यस कार्यक्रमका प्रमुख अतिथि निर शाहज्यूलाई त्यस्तै गरी यस कार्यक्रममा लेखक मित्रका जननी माता वल्लभी माताज्यूलाई, त्यस्तै गरी यस पुस्तक बादलमुनि बाग्लुङ पुस्तकका यस पुस्तकको बारेमा बोल्नुहुने आदरणीय दिदी हाम्रै प्रेमबस्ती माध्यमिक विद्यालय की सिनियर दिदी, मदन पुरस्कार विजेता, खलङ्गामा हमला उपन्यासको मदन पुरस्कार विजेता श्रद्धेय दिदी राधा पौडेल, त्यस्तै गरी अर्का साहित्यकार मूर्धन्य नयनराज पाण्डे सर, त्यस्तै गरी हाम्रो पूर्व हेड सर हुनुहुन्छ देवेन्द्र सरलाई देखिरहेको छु। हाम्रो त्यस्तै गरी अरू विभिन्न
ठाउँबाट पाल्नुभएका आमन्त्रित हुनुभएका र घर परिवारका सदस्यहरू, लेखकका घर परिवारका सदस्यहरू, हाम्रै सहपाठी साथीहरू, त्यस्तै बागलुङबाट बागलुङ घर भई पाल्नुभएका धेरै श्रद्धेय जनहरूलाई मैले यहाँ देखिरहेको छु। यस कार्यक्रममा मलाई यहाँ स्वागत मन्तव्यको लागि झट्ट बोलाइदिनु भयो र म यहाँ त्यसको तयारी त थिएन, तैपनि भनिहाल्नुभयो आफ्नो मित्रको यस सृजनाको लोकार्पण बादलमुनि बाग्लुङ भन्ने पुस्तकको लोकार्पण कार्यक्रममा, यस्तो सुन्दर कार्यक्रममा मलाई जुन अवसर दिनुभएको छ, यस कार्यक्रममा जुन मौका दिनुभएको छ, म आफूलाई गौरवान्वित ठान्दछु र मित्र भीम न्यौपानेजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र साथै मलाई स्वागत मन्तव्य गर्न जुन बोलाउनु भएको छ, यस क्रममा यहाँ उपस्थित हुनुभएका सबैजनालाई आफ्नो कार्यव्यस्तताको बावजुद पनि अमूल्य समय यस सृजना बादलमुनि बाग्लुङ भन्ने कृतिलाई जुन महत्त्वको साथ दिएर यहाँ पाल्नु भएको छ सबैजना, तपाईँहरूलाई सबैलाई हृदयदेखि स्वागत गर्न चाहन्छु। धेरै धेरै धन्यवाद जनकराज ढुङ्गानाज्यू स्वागत मन्तव्यका लागि। यो बिचमा हाम्रो मञ्चमा आसीन अतिथिज्यूहरूलाई स्वागत गर्ने कार्यक्रम छ। माला हामीसँग तयार नै छ। म लेखक भीम न्यौपानेज्यूलाई माला लगाएर स्वागत गरिदिनका लागि अनुरोध गर्छु। त्यसपछि हामी महत्त्वपूर्ण चरणमा प्रवेश गर्नेछौँ। कार्यक्रमको लोकार्पण समारोह भीम न्यौपानेज्यूले लामो समयको मेहनत र समर्पणबाट पुस्तक तयार गर्नुभएको छ। बादलमुनि बाग्लुङ। बाग्लुङलाई चिनाउने धेरै आयामहरू छन्। झोलुङ्गे पोलको जिल्ला बाग्लुङ, नेपाली कागजको जिल्ला बाग्लुङ, नेपालकै एकमात्र शिकार आरक्षी भएको जिल्ला धुरपाटन भएको जिल्ला बाग्लुङ, यस्तै धेरै परिचयहरू। अहिले शालिग्राम सङ्ग्रहालय भएको जिल्ला बाग्लुङ र अब एउटा परिचय फेरि थपिएको छ आजदेखि, बादलमुनि बाग्लुङ। त्यो बादलमुनि बाग्लुङ हेर्नका लागि पनि हामी यो सिजनमा हामी गयौँ भने लेखकले पुस्तकमा बयान गरे जस्तो, पुस्तकमा वर्णन गरे जस्तो दृश्यहरू, त्यो अनुभव भोगाइका लागि यो समय अझ उपयुक्त समय हो। अब हामी लोकार्पण समारोहमा जाँदैछौँ। म लोकार्पण समारोहका लागि म पुस्तक अगाडि ल्याइदिनका लागि हाम्रो प्रकाशन टिमलाई अनुरोध गर्छु विमोचनका लागि। र यो पुस्तक लोकार्पणका निमित्त जसको कोखबाट भीम न्यौपानेको जन्म भएको छ, उहाँका ममतामयी माता बल्लमी न्यौपानेज्यूको हातबाट हामीले यो पुस्तक लोकार्पण गर्नेछौँ। र सँगसँगै अन्य अतिथिज्यूहरू हाम्रो मञ्चमा आसीन हुनु छ, उहाँहरूलाई पनि यो कार्यमा सरिक भइदिनका लागि म अनुरोध गर्छु। यो लोकार्पण समारोहमा म लोकार्पणका निमित्त लेखक भीम न्यौपानेज्यूका ममतामयी माता बल्लभी न्यौपानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। बादलमुनि बाग्लुङ विधिवत रूपमा अब यहाँको माझमा लोकार्पित हुँदैछ र अबदेखि यो लोकार्पण भएसँगै अब यो पुस्तक भीम न्यौपानेज्यूको मात्र रहेन, उहाँको लेखन मात्र रहेन, यो हामी सबैको हुनेछ। जोरदार तालीले यहाँहरूलाई यो गरिमामय समारोहको शोभा बढाइदिनुका लागि म अनुरोध गर्छु। बादलमुनि बाग्लुङ आजदेखि हामी सबैको भएको छ। अब यो लेखकमा मात्र सीमित रहेन। बादलमुनि बाग्लुङ र हाम्रो अतिथिज्यूहरूलाई यो कार्यमा सहित भइदिनु भएकोमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्छु। पुस्तकमा एउटा अंश छ आमाका सन्दर्भमा।
मेरी बाँकी तेस्री दुलै बनेर मेरी आमाको बिहे हुँदा उमेर जम्मा 14 वर्ष थियो। किशोर भए, खाउँ खाउँ लाउँ लाउँको उमेर, रहर र सपनाहरूको उमेर। ए बल्लभी, तेरो रहर के छ? कसले पो सोध्ला र? ए बल्लभी, तिम्रा सपना के छन्? यस्तो प्रश्न कसले पो गर्या होला र? आमाको बारेमा लेखिएको यो त्यति बेलाको समाज, त्यति बेलाको परिवार, त्यति बेलाको बल्लभी न्यौपानेको बाल्य अवस्था र त्यो पारिवारिक जिम्मेवारी बोधको समय झल्काउने यो अंश त्यति बेला त कसैले पनि सोधेन। तर आज हामी आमालाई सोध्छौँ कि आफ्नो छोराको एउटा सुन्दर पुस्तक आफ्नो हातबाट सार्वजनिक गर्दाको खुसी, भनाइ, टिप्पणी चाहिँ के छ? 2 शब्दमा म आमा बल्लभी न्यौपानेलाई 2 शब्द राख्नका लागि अनुरोध गर्छु। सबै दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई हार्दिक एकछिन हल्ला नगरिदिनु होला। सबैको आशीर्वादले बढ्दै जाओस्, त्यही भन्न चाहन्छु म। धेरै धेरै धन्यवाद। आमाको 2 शब्द नै काफी हुन्छ। जसरी आमा भन्ने शब्द 2 शब्द काफी हुन्छ, त्यसै गरी आमाले आफ्नो सन्तानका बारेमा बोल्ने 2 शब्द नै काफी हुन्छ। आमाको मौनतामा पनि शब्दभन्दा बढी शक्ति हुन्छ, शब्दभन्दा बढी सामर्थ्य हुन्छ। आमाको त्यो निष्कपट माया, आमाको त्यो निष्कपट छत्र छायामा हुर्कने सन्तानहरूले बोध गर्न सक्छन् कि आमाको शक्ति कति छ, आमाले बोल्ने 2 शब्द कति छ। धेरै धेरै धन्यवाद आमा बल्लभी न्यौपाने। यो पवित्र छत्र छाया, पवित्र सामिप्यता, जसको काखबाट हुर्किएको सन्तानले आज एउटा सुन्दर कृति नेपाली समाजलाई उपहार स्वरूप दिनुभएको छ। म धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्छु बल्लभी न्यौपानेज्यूलाई। अब यो पुस्तकमाथि हामी कार्यक्रमलाई संक्षिप्त सटिक बनाउने प्रयासमा छौँ। यो पुस्तकमाथि टिप्पणीको कार्यक्रम रहेको छ। म यो पुस्तकमाथि पहिलो टिप्पणी राख्नका लागि आजका हाम्रा अतिथि वक्ता, जो 2071 सालमा प्रकाशित खलङ्गामा हमला एउटा नर्सको डायरी पुस्तक मदन पुरस्कारबाट पुरस्कृत पनि भएको थियो, त्यसका लेखक, अपवित्र रगत लगायत थुप्रै कृतिहरू, थुप्रै सिर्जनाहरूबाट आफूलाई नेपाली समाजमा पारङ्गत लेखकको रूपमा चिनाइसक्नुभएका राधा पौडेलज्यूलाई अबको समय स्टेजमा आमन्त्रण गर्छु। राधा पौडेलज्यूलाई तालीले स्वागत गर्छु। नमस्कार। बादलमुनि बागलुङ पुस्तक विमोचन कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिज्यू, ड्यासमा आसीन अतिथिज्यूहरू र यहाँ सम्पूर्ण उपस्थित हुनुभएका महानुभावहरूमा साहित्यिक अभिवादन। आज बा दिवस। सम्पूर्ण बाहरू, बाको भूमिका खेल्ने आमाहरू लगायत सम्पूर्णमा सतत नमन टक्राउन चाहन्छु। एक कलाकार, निर्माता, व्यवसायी भीम न्यौपाने विधिवत रूपमा लेखक हुनुभएकोमा यसका लागि उहाँलाई अगणित बधाई र शुभकामना। आज म चितवन, भरतपुर, गौरीगञ्जका देवीलाल बाको भान्जाले बोलाउने एउटै स्कुल, डेरी, जङ्गल सँगै अर्मपर्म गर्ने दिदी मात्र भएर होइन, एक लेखककी दिदीका नाताले यहाँ तपाईँहरूका माझ उभिन पाउनु चाहन्छुने कुरा पक्कै होइन। आमाको माया, त्याग, समर्पणको महिमा गाउने यो उत्सवमा एक साक्षी हुन लायक ठानिदिनु भएकोमा लेखक भीमप्रति धेरै धेरै माया र सम्मान। यहाँहरूलाई मेरो परिचय अवगतै छ। एक शब्दमा भन्नुपर्दा म डिस्ट्रप्टर, लेखन र संवाद मार्फत न्याय र समताका लागि डिस्टर्ब गरिरहन्छु, अर्थात् बिथोलिरहन्छु। यो पुस्तकमाथि मेरो विचार पनि यसकै सेरोफेरोमा रहेर प्रस्तुत गर्ने अनुमति चाहन्छु। यो पुस्तक अर्ग्यानिक पारामा जति सलल्ल बग्छ त्यति नै समय सीमामा रहेर समीक्षा गर्न सजिलो छैन। हुन त म समीक्षाको विद्यार्थी होइन भन्न पर्दैन। इमान्दारीपूर्वक भन्ने हो भने एकै मूलको पानी खाएको व्यक्तिद्वारा लिखित पुस्तक समीक्षा गर्न जो कोहीलाई पनि सजिलो चाहिँ हुन्न है। यो पुस्तक पढ्दै गर्दा, पढेर सकाउँदा मनमा धेरै कुराहरू आए। साहित्यमा
राजनीतिमा जस्तै दलीयकरण र सिन्डिकेट छ। उनीहरूले के भन्लान्, यो पुस्तकले 7 समुद्र पारीको चमक धमक बोल्दैन, यो सगरमाथा वा जुम्ला वा कुनै प्रसिद्धि कमाएको ठाउँ पनि होइन, यो कुनै बिलिनियर्सको जीवनी वा कुनै प्रथम महिलाको नै। यो त विश्व मानचित्रमा नेपाल मानिने पश्चिम पहाड, तर राजधानीभन्दा जम्मा 275 किलोमिटर टाढा अभाव अन्यायको रापमा संजोग नै संजोगले बचेको एउटा कथित 52 पुरुषले जुनकुरीहरूको प्रेरणाबाट आँसु र पसिना मिश्रित नुनिलो मसीले बनिएको बुकीहरूको नयाँ ढोरपाटन। म मेरै लागि लेख्छु, अर्थात् यसरी आफ्नै लागि लेखिएको यो पुस्तकले नेपाली साहित्यको धार बदलिदिएको छ, जसरी खलङ्गामा हमलाले 1 दशक अघि बदलिदिएको थियो। केही हप्ता अघि संजोगले आदरणीय दाई निर शाहको अन्तर्वार्ता हेरेको थिएँ। दाईले भन्नुभएको थियो, नेपालमा सिनेमा त बल्ल बन्दैछन्, हाम्रो माटो अनुसारका मौलिक सिनेमा। दाईको विशाल हृदय र विनम्रताले म कायल भएको थिएँ। हो, सिनेमा जस्तै नेपालमा मौलिक किताब बल्ल लेखिँदैछन्। नेपाली साहित्यलाई मौलिक पुस्तक दिनुभएकोमा एक पाठकका हैसियतले लेखकलाई फेरि पनि बधाई र धन्यवाद। यो पुस्तक वर्तमान पनि हो। हाम्रो जस्तो पारम्परिक दोगला स्वार्थी नक्कली समाजमा घरभित्र र घर बाहिरका पात्र, परिवेश, घटना, परिघटना जस्ताको तस्तै चित्राङ्कन गर्नु जति अप्ठ्यारो छ त्यति नै जोखिम पनि उठाउनु पर्ने मेरो अनुभव छ। सायद नामै काफी, नामै भीम नेपानी छ भने चाहिँ भीमले कविता र थिएटरको मिश्रित शैलीमा पेट, मन र मस्तिष्कभित्रको पात्रहरूसँग मिहिन ढङ्गले साक्षात्कार गरिदिनु भएकोमा लेखकलाई फेरि पनि धन्यवाद। मेरो लागि यो पुस्तक सुपर मार्केटमा गए जस्तो छ। लिने नलिने, के लिने, कति लिने, यहाँहरूको मर्जी। सम्भवतः अधिकांश मानवीय संवेदनाहरू कतिखेर छचल्किन्छन्, हिसाब राख्न हम्मे पर्छ। तपाईँ भावपियल बनिरहनुहुन्छ, कतिखेर आँसु खस्छ पत्तै हुँदैन, फेरि उत्सुकताले तानिरहन्छ। अप्रत्याशित तपाईँ हाँस्नै पर्छ। हाँस्दा हाँस्दा अरूहरूले पट्टुमा मुच्छन्, तर तपाईँ हग्नुहुन्छ, त्यो पनि टोपीमा। हग्ने मुत्ने कुरा अश्लीलैनन्, हाम्रो जीवनको पर्याय हुन्। मौनता तोड्नै पर्छ। फिटिएका तासका पत्ती झैँ लाग्ने घटनाहरूले कृष्णलीला नै पढिरहेको अनुभूति दिन्छन्। कतै अन्तर्निहित शक्तिले निर्देशित गरे जस्तो महसुस हुन्छ। हुन त परिस्थितिले मान्छेलाई घोचेको सहन नसक्नेहरूले आफू र परिस्थितिलाई प्रश्न गर्न थालेपछि आविष्कार हुन करै लाग्छ। 7 वर्षको उमेरमा चाँदीको बालासँग कुखुराको चल्लो साट्न तपाईँ सक्नुहुन्छ? हुने बिरुवाको चिल्लो पात होला नि, होइन? नत्र चुड्कीको भरमा होटेल किन्न र बेच्न कहाँ सकिन्छ? मेरो अहिलेसम्म ओत लाग्ने छानो त छैन। त्यही भएर चोट के हो, व्यथा के हो बुझाउन अरुण थापा दाई टुक्लुक्क आइपुग्नुहुन्छ। पुस्तक पसलबाट रिच ड्याडी पुअर ड्याडी पढेर आफ्नो पुर्पुरोमा हान्दै बस्ने दिन गए। अब यही पुस्तक पढ्नुहोस्, मजाले कमाउनुहोस्। दण्डबियोको पारखीहरूले हात उठाउनुहोस् त प्लिज। हल्ला गरिरहनु भएको छ, त्यही भएर लिएर मान्छ नि गर्नु पर्यो। म पनि दण्डबियोको पारखी हो। तपाईँहरूले भुरुङ वा घुर्रा, खोपी, कबड्डी, दण्डबियो देख्नु खेल्नु भएको छैन भने च्याट जिपीटीलाई सोध्न पर्दैन, यही पुस्तक पढे हुन्छ। समाजसेवा गर्न मन थियो तर भन्ने गनगन आजैबाट छोडिदिनुहोस्, यही किताब पढ्नुहोस्। खाने मुखलाई बुलाकीले छेक्दैन। सीमित स्थानीय स्रोत र साधनलाई सामूहिक र मानवीय प्रयोजनका खात पढ्दा ताज्जुब लाग्छ। जति सृजनशील त्यति नै दयालु र कम्पासनेट पनि। महात्मा गान्धीले चाहिँ गालामा चड्कन थापिरहने धैर्यता के खाएर आउँछ लेखकज्यू? मलाई पनि चाहिएको छ अलिकति त्यो मन्त्र। महिनावारीलाई मर्यादित बनाउनु पर्छ के भनेको थिएँ? चड्कन त भातका सिताभन्दा पनि बढी खान पाइचुका मैले। मलाई विश्वास गर्नुहुन्छ भने तपाईँ नेपाली भाषा फुटाएर पढ्न सक्ने सबैले यो किताब पढ्नुहोस्। लौजा निर्देशन दिने जमाना जो छ, होइन? जति छिटो पढे उति फाइदा। मैले यो किताब पहिले नै पढ्न पाएको भए 5 वसन्त पार गर्दा पछुतो लागिरहने बिजनेस र पोलिटिक्स चाहिँ पक्कै गर्ने थिएँ। यो पुस्तक कथा हो कि उपन्यास, जीवन हो कि नाटक, कविता हो कि निबन्ध, गफ हो कि दर्शन, शिल्पको चुचुरो हो कि बिम्बको भकारी,
समाजशास्त्र हो कि अर्थशास्त्र म त्यसको विज्ञ होइन। तपाईँ किताब खोजी खोजी आफै पढ्नुहोस्, आफै नरण गर्नुहोस्, नपढे घाटा बेहोर्नुहोस् मेरो जस्तै। सुगर देखिएको छ कि छैन? नत्र पुस्तकको गुलियो चिया खाएर जानुहोला। नेपालीले गुलियो चिया खानुको समाजशास्त्र नेपाल सरकारको चिया तथा कफी बोर्डको वेबसाइटमा हेरेको देखिन। नुनको कथा मेरो बाको, तपाईँको बाको, ओडार छाप्रा खोल्साहरूको वादात्मक मित्रता हामी नेपालीहरूको नलेखिएको तर साझा इतिहास हो। 16औं शताब्दीदेखि गरिमामय इतिहास बनाएको बागलुङ, विश्वयुद्धमा अप्रत्यक्ष तर अगणित योगदान गरेको बागलुङ, नेपाली आधुनिक राजनीतिको आधारभूमि बागलुङ, डोल्पा मुस्ताङ भएर तिब्बतसँग व्यापार गर्ने बागलुङ, परम्परागत इन्जिनियरिङ, कृषि, वन, खेलकुद, खाद्य सम्बन्धी स्थानीय ज्ञान र सिपको भकारी यो बागलुङ। तर विश्वासै नलाग्ने गरी सडक, सञ्चार, शिक्षामा पछाडि परेको पढ्दा मन यसै कुडिएर आउँछ। काठमाडौँको माइती घरमा 2 हप्ता अगाडि खोटाङदेखि आएर अनसन बस्ने मेयर तीर्थराज भट्टराईलाई तपाईहरुले नाटकीय सोच्नु भएको भए ठीक गर्नु भएन है। पत्याउनु हुन्न भने यो बास गरे एक किताब पढौँ साथीहरु। विदेशीका अर्थशास्त्र, समाजशास्त्रका ठेली जनक भाइलाई भनेको यो मैले कनी पढ्न छोडेर हाम्रो विश्वविद्यालयले यो किताब पढाउनु पर्छ। अब तपाईहरुले स्रोत पुस्तकमा राख्दिनु पर्छ। आप्रवासन नेपालीको बाध्यता हो कि गतिशील अर्थतन्त्रको अपरिहार्यता हो? यो नियन्त्रण वा नियमन के गर्ने भन्ने बुझ्नको लागि पनि यो पुस्तक तपाईहरुले पढ्नै पर्छ। यो पुस्तकले घर, विद्यालय, समाजका व्यथिति, अन्यायलाई छर्लङ्ग पार्न हिम्मत गरेको छ। सन् 1947 मा सर्वजित विश्वकर्माको नेतृत्वमा नेपालकै पहिलो दलित आन्दोलन सुरु गर्ने बागलुङ जातीय विभेदमा अघि नै भएको कुराले मन चसक्क हुन्छ। ग्रह कटाउन, आयु बढाउन, माया पिरती जोगाउन, पुण्य कमाउन वा जे बहानामा गरिने बाल विवाह, बहुविवाहले बालबालिका, महिला, पुरुष, परिवार र सिङ्गो समाजलाई नै बहुआयामिक नकारात्मक असरहरूका लागि यो पुस्तक प्रयोगात्मक अनुसन्धानको प्रमाण हो। केही थान किताब सिंहदरबारतिर सचिव मन्त्रीहरूलाई पठाइदिनु हुन हार्दिक अनुरोध छ। पुस्तकमा माया, ममता, त्याग, सहनशीलता आमासँग मात्र होइन, हजुरआमा, दिदी, दाई, बहिनी, श्रीमतीले पनि परख गर्न सक्छन् भन्ने दृष्टान्त हुँदाहुँदै पनि महिलाहरूमाथि उनीहरूकै मुखबाट कर्तव्य, संस्कार, परिस्थितिजन्य स्पष्टीकरण जुटाएर पितृसत्तात्मक प्रवृत्तिको सामाजिकीकरण र संस्थाकीकरणको प्रमाण विद्यावारिधीको सोच जस्तै पेश भएको छ। छोरीहरू दासका रूपमा प्रस्तुत छन्। देख्छन् देख्दैनन्, बोल्छन् बोल्दैनन्, सुन्छन् सुन्दैनन्, पूर्णतः संवेगविहीन छन्। सोफिया जस्ता रोबोट होइनन् तर रोबोट चाहिँ नियन्त्रित छन्। पल पल हेपिनु, खान, लाउन, पढ्न, पैतृक सम्पत्तिमा पहुँच नहुनु गरिबी कारण हुँदै होइन, खास कारण उनीहरूलाई मान्छे नगन्नु हो, मान्छे नगन्नु हो, मान्छे बन्न नदिनु हो। त्यसैले सामाजिक न्याय र समानतामा विश्वास र अभ्यास गर्ने जो कोहीले पढ्नै पर्ने पुस्तक हो यो। अघिदेखि नै सरस्वतीजी अर्थात् लेखकको श्रीमतीमाथि अन्याय भयो भन्ने लागिरहेको थियो। समाजले महिलालाई कर्तव्यको लक्ष्यमा रेखा कसरी तय गर्दै थाहै नपाउने गरी विभेद र शोषण गर्छ भनेर सोचिरहेको थिए। अझै महिलाहरू नै त्यही विभेद र शोषणलाई सामान्यीकरण गर्ने र गराउने प्रवक्ता बनाइएको दृष्टान्त पुस्तकमा सुरुदेखि अन्त्यसम्म नै छताछुल्लो पढ्न पाइन्छ। त्यो इमान्दारिताका लागि लेखकलाई सलाम। हजुरआमा, आमाहरू, दिदीहरू माथिको विभेदलाई बिर्सनलाई यसो पल्टिएर किताब के पढ्न थालेको थिएँ, एकाएक म फ्रिज भएँ। जब मैले सुत्केरी हुन करिब 3 हप्ता बाँकी हुँदा काठमाडौँ बसिरहेको श्रीमतीलाई उल्टो बाटो, एम्बुलेन्स पनि नचल्ने चिरपानी पठाएको पढेँ। संजोग पनि कस्तो, त्यतिखेर म सुत्केरी हुन किन अस्पताल जानुपर्छ भन्दै त्यतै थिएँ। महिलाहरूलाई लामो सङ्घर्ष, धैर्यतापछि प्राप्त भएका अवसर, सेवा र सुविधाबाट कसरी वञ्चितीमा पारिन्छन्, पितृसत्ता र विषाक्त पुरुषत्वको मारमा पुरुषहरू पनि निरीह भएर कसरी पूर्वाग्रही निर्णय लिन पुग्छन् भन्ने ज्वलन्त उदाहरण पढ्न पाइन्छ। त्यसैले यो पुस्तक विश्वविद्यालयले स्रोत पुस्तकमा राख्न जरुरी छ भन्दै गर्दा पुस्तकमा अपेक्षा नगरेको तथ्य हो यो मेरा लागि। एकछिन सम्हालिएर के पढ्न सुरु गर्दै थिएँ, मेरो आँखाबाट कतिखेर आँसु झर्यो पत्तै भएन। एउटा नर्स जसले मर्यादित मातृत्वका लागि जीवन अर्प्यो उसैले पढ्दै थियो। घरको दैला मुनि, बारीको छेउमा, शौचालयको आडमा, कटेराको नजिकै छ
सुन्तलाको बोट, त्यही सुन्तलाको बोटको फेदमा चिहा चिहा। मेरो किताब हातबाट खसिसकेको थियो। बिउजिएर मनमनै सोधेँ, भीम भाइ त्यो दया, त्यो माया, मानवीयता कसका लागि र किन? यो राजनीतिभन्दा के फरक भएर? जवाफ दिनु पर्दैन। चोर खोलामा पानी कति बग्यो बग्यो। यी पुस्तकमा उल्लेख गरिएका बालिका महिलामाथि गरिएका सबै विभेदको मूल कारण वा जरा महिनावारी विभेद हो। संसारमा महिनावारीलाई बुझाउन 5000 भन्दा बढी नक्कली शब्द छन् भने नेपालमा 50 भन्दा बढी। यो किताबमा कति छन्, कहाँ कहाँ छन्, आफै पत्ता लगाउनुहोस्। पाठेघर नलिकनै जन्मिएका छोरा वा पुरुषहरू पनि महिनावारी विभेदको शिकार कसरी भएका हुन्छन् भन्ने प्रमाण बग्रेलती भेटिन्छन्। शिकार बन्धक भएको हुन्छ। असमान शक्ति सम्बन्ध, पितृसत्तात्मक सोचको निर्माण भएको हुन्छ। कर्णाली र सुदूरपश्चिमलाई औँला तर्साइरहने नेपाल सरकार र केही अभियन्तालाई यो पुस्तकले गतिलो जवाफ दिएको छ। ढुङ्गाका कापमा उम्रिएको पिपल सधैँ पिपल बन्न सक्दैन, तर अपवाद पनि हुन्छ। त्यही अपवादको दसियो बादल मुनि बाग्लुङ। यो किताब एउटा दर्शन हो। यो चिरपानी बाँस गरेको गोपाल, तारा खसेको एक चम्किलो तारा, भीम न्यौपाने मात्रको कथा होइन्छ। यो पुस्तक भीमको आमाको कथा, धेरै आमाहरूको कथा, नेपाली आमाको कथा होइछ। मेरो कथा, तपाईँको कथा, हामी अधिकांश नेपालीको कथा होइछ। बागलुङको नक्सा नेपालको नक्सा जस्तो हुनु संजोग मात्र नभए झैँ यो बादल मुनि बागलुङ नेपालको कथा होइछ। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी। लेखकले पुस्तक मार्फत आमा, नेपाल आमालाई अर्पिएको उपहार होइछ। इमानको धर्म गरिरहनु, लेखिरहनु, एक दिदीको यही आशीर्वाद र यही आग्रह गरिछु। कैलाश कहाँ छन्? गरिस कैलाश। उनले आफ्नो जन्म पढ्न पाउनुपर्छ। पेटभित्रको जन्म त पढिसके, उनका पुस्ताले पढ्न सक्ने लिपिमा पुस्तकलाई देख्न पाइयोस्। निरसा दाई यहीँ हुनुहुन्छ। उहाँका मुखारबिन्दबाट भाषण सुन्न चाहेको छैन मैले। पुस्तकका डाइलग बोलेको हेर्ने रहर छ। आज पुस्तक विमोचनमा वक्ता भएर बोलिरहेको मात्र छैन, भीम र मेरो विद्यालयका आदर्श गुरुबा पाएको दिन विशेष दिन हो। अनि मेरो जन्मदिने आमाले छाडेको झन्डै 16 वर्षपछि नयाँ आमा पाएको दिन पनि हो। देवेन्द्र गुरुबा, हात उठाइदिनुहोस् त देवेन्द्र बा। वल्लभी आमामा नमन गर्दै गर्दा भीम भाइ र म लेखकका हैसियतले आज जस्तै सँगै भए चाहिँ लेखनकै नयाँ भूमिकामा सँगै उभिने सपना पनि देखेको छु। यसका लागि लेखकलाई तपाईहरू सबैको माया र आशीर्वाद रहिरहोस्। भीम भाइ बादल मुनि बाग्लुङपछि के देखियो त्यो पनि यसरी नै विमोचन गर्न मन छ। अन्त्यमा लेखकलाई पुनः बधाई दिँदै यो अवसरको लागि आभार व्यक्त गर्दै मेरो भनाइ यहीँ टुङ्गाउँछु। धन्यवाद। नमस्कार। धेरै धेरै धन्यवाद राधा पौडेलजी। पहिलो अतिथि वक्ता हुनुहुन्थ्यो टिप्पणीकारको रूपमा। पुस्तकको पहिलो अंशमा छ, आमा हवाईजहाज कहाँ जाँदैछ भनेर सानैमा आमालाई अविश्वसनीय प्रश्न सोध्ने भीम न्यौपाने आज ठुलो हवाईजहाज चढेर नेपाल फर्किसक्नु भएको छ। देश छोडेर, आमाको काग छोडेर विदेश कसरी जान्छन् होला भनेर आमालाई प्रश्न सोध्ने उनी भीम न्यौपाने देश छाडेर, आमाको न्यानो काग छोडेर परदेश पुगेर फेरि स्वदेश फर्किनु भएको छ। अक्षरहरू कसरी लेखिन्छ, पुस्तकहरू कसरी छापिन्छ आमा भनेर प्रश्न गर्ने उनी भीम न्यौपाने आज सुन्दर कृति पुस्तक बादलमुनि बाग्लुङ लिएर तपाईँ हाम्रो बिचमा आउनुभएको छ। यो एउटा सम्भवहरूको सुन्दर उदाहरण हो। धेरै धेरै धन्यवाद छ यो सुन्दर उपहारका लागि, सुन्दर कृतिका लागि, सुन्दर सिर्जनाका लागि भीम न्यौपानेज्यूलाई। यसपछि म दोस्रो टिप्पणीकारको रूपमा हाम्रो दोस्रो अतिथि वक्ता हुनुहुन्छ, जसको उपन्यासहरू, जसको कथाहरू पढिसकेपछि हामीलाई पनि त्यस्तै कथा लेख्ने रहर जाग्छ, सपना जाग्छ, त्यस्तै लेखक बन्ने सपना र भोग जाग्छ। लु, सल्लेपी, उलार, जिएर, घामकिरी जस्ता सुन्दर उपन्यासका लेखक, उनी प्रिय लेखक नयनराज पाण्डेज्यूलाई आफ्नो संक्षिप्त टिप्पणीका लागि स्टेजमा आउनुहुन्छ। धन्यवाद दिदी। म एकदमै साँच्चीकै संक्षिप्तमा बोल्छु, किनभने मैले मनमा लागेका कतिपय कुराहरू, अधिकांश कुराहरू राधाजीले अत्यन्त सुन्दर ढङ्गले व्यक्त गरिदिनु भएको छ। मैले उहाँलाई आउँदै गर्दा त्यहाँ भने अघि
यो चाहिँ उहाँले जुन व्यक्त गर्नुभयो आफ्नो भावना त्यसलाई चाहिँ छाप्न चाहिँ दिनु होला। त्यो अत्यन्त उपयोगी पनि हुन्छ जस्तो लाग्यो मलाई। किताबको सन्दर्भमा पनि उहाँको आफ्नो वैचारिकीको हिसाबले पनि र सबैलाई पाठकलाई पनि त्यो पठनीय पनि छ, रोचक पनि छ र अलिकति सोचमग्न पनि केही प्रश्नहरू पनि उहाँको लेखनीले प्रवचनले स्थापित गर्छ भन्ने मलाई लाग्यो। त्यसकारण त्यो छाप्न जरुरी छ। म तारानिधि यसका प्रकाशक तारानिधि रेग्मीजीलाई र लेखक भीमजीलाई त्यो कसरी उहाँबाट प्राप्त गर्न सकिन्छ त्यहाँतिर लाग्नु होला भन्ने लागेको छ मलाई। यो अब यसमा वास्तवमा म खासै किताबमाथि बोलिरहन त्यति रुचाउने मान्छे पनि होइन, तर यो चाहिँ बोल्नै पर्ने स्थितिमा भीमजीले पार्नुभयो। मैले चाहिँ के भनेको थिएँ नि, अरू वक्ताहरू खोजौँ। अब तपाईँ पहिलो लेखक भएको नाताले कतिपयले ल होइन तपाईँलाई को चित्त दुख्ने गरी हुँदैन म बोल्दिनँ भन्यो भने लास्टमा मलाई जगेडा राख्नुहोस् को रूपमा म बोलुला, तर मेरो नाम चाहिँ त्यसो नराख्नुहोस् भनेको थिएँ। तर पछि फेरि कार्ड बनाउँदाखेरि मेरै नाम राखेर उहाँले पठाउनु भयो। त्यसको एक दुईवटा कारणहरू पनि छ। म नडाटी चाहिँ के भन्छु भने मलाई केही समय लगभग 1.5 वर्ष अगाडि एलबी दाई अस्ट्रेलिया जानुभएको थियो। त्यहाँ उहाँसित भीमजीको भेट भएछ। उहाँले केही लेख्नु भएको थियो सायद। अनि उहाँलाई अब पहिलो लेख्दै गरेको, तर अब किताबलाई कसरी कुन ढाँचामा प्रस्तुत गर्ने भनेर अलमलमा परिरहनु भएको स्थितिमा चाहिँ उहाँले केही सल्लाह दिँदाखेरि ल नयनजीसित कुरा गर्नु पऱ्यो, उहाँले केही सम्पादन गरिदिनुहुन्थ्यो कि भन्ने कुरा आयो। अनि मलाई भन्नु पनि भयो। अनि मलाई एक चरणमा मलाई स्वीकार गरौँ कि भन्ने पनि लाग्यो, किनभने म त्यतिखेर चाहिँ त्यो एक किसिमको राइटर्स ब्लक भन्छन् नि त्यो स्थितिमा थिएँ। कारण के भने अगाडि बिचमा मैले के लेख्ने भन्ने कुरा मलाई केमा अलमल थिएँ। त्यो अलमल अहिले पनि छ मलाई होइन। मैले केही विषय नै पाइरहेको थिएँ। एकदम शून्यताको स्थितिमा म आफूभित्र एउटा भ्याकुम जस्तो उत्पन्न भएको स्थितिमा बसिरहेको थिएँ। त्यसलाई चाहिँ त्यो साहित्यिक भाषामा त्यो पश्चिमाहरूले चाहिँ राइटर्स ब्लक भन्दा रहेछन्। कतिपयले त्यो राइटर्स ब्लक चाहिँ बहानाबाजी हो लेखकको भन्ने पनि, मेहनत नगर्ने अल्छीहरू लेखकको, रिसर्च गर्न त्यति मन नगर्ने, जाँगर नगर्नेहरूको चाहिँ बहानाबाजी हो पनि भन्छन्। त्यस्तै छ। म त्यो राइटर्स ब्लकको स्थितिमा अलिकति विषयान्तर केही गरेँ भने अलिकति दिमाग खुल्छ कि भन्ने थियो। यस्तै राइटर्स ब्लक भएकै बेलामा मैले चाहिँ एकजनाले मलाई त्यो बाहिरतिर चलन पनि छ, त्यो चाहिँ विषयान्तर अर्को चाहिँ विषयमा चाहिँ एउटा विषयमा काम गरिरहेछ भने त्यो विषयलाई छोडेर अर्को विषयमा उपन्यास लेखिरहनु भएको छ भने तपाईँ कविता लेख्न थाल्नुहोस्, निबन्ध लेख्न थाल्नुहोस्, अरू विषयमा काम गर्नुहोस्, अनि तपाईँलाई चाहिँ अलिकति सहज हुन्छ भन्ने लागेर भन्ने कुराहरू रहेछन्। अनि त्यसपछि मैले यार भन्ने संस्मरणहरू त्यो लेख्न थालेको थिएँ। त्यसले मलाई केही फाइदा पनि भएको थियो। त्यो फाइदाको परिणाम मैले जिएर लेखेँ, तर जिएर लेखेपछि फेरि अर्को किसिमको ब्लक चाहिँ आइहाल्यो। अनि त्यो ब्लकको स्थितिमा चाहिँ उहाँले ल ठिकै छ पैसाको पनि कुरा गरौँ यताउता भन्नुभयो, हुन्छ कि भन्ने पनि लाग्यो मलाई। अनि भीमजीसित सम्पर्क पनि भयो। अनि मैले के भने पहिला तपाईँले लेखेको चाहिँ एकचोटि मलाई पठाइदिनुहोस् न भनेपछि उहाँले पठाउनु भयो। अनि सुरुमा फाइल अब त्यो मलाई बडा गाह्रो के हो भने त्यो अर्कै फर्मेटमा आइरहेको थियो फाइल चाहिँ। अनि एक दुई पछि अरू पनि पठाउँदै पठाउँदै एकैचोटि हेरौँला अल्छी गरिरहेको थिएँ। मैले हेरौँला भनेको त यति धेरै चिजहरू आयो कि म चाहिँ अब यो त मबाट सम्भवै हुँदैन, यो त एकदमै गाह्रो काम हो भन्ने लाग्यो। अनि फेरि नाइ भन्न पनि कसरी भन्नु भन्ने पनि लागेपछि मैले एकचोटि एक सरो चाहिँ सर पढेँ त्यो होइन। त्यो पढेपछि मैले के भन्ने उहाँलाई भने पनि यो त्यो मबाट यो काम नलिनुहोस् होइन, तर म तपाईँलाई यति गजबले त्यो केही टिप्सहरू दिन्छु। त्यो तपाईँकोसित भाषा पनि छ, भावना पनि छ, फेरि तपाईँको आफ्नै कथा हो होइन। त्यसकारण म केही टिप्सहरू दिन्छु, तपाईँ आफै लेख्नुहोस्। अनि पछि अरू भाषागत शुद्धताको लागि तपाईँले कसैलाई टाइप गराउनु होला होइन। कुनै एकजना बहिनी छ भन्दै हुनुहुन्थ्यो, बहिनीको पनि उहाँले सहयोग लिनुभयो, कुनै पत्रकार बहिनीको सहयोग लिनुभयो उहाँले होला नि। त्यसपछि अब अरू भाषा सम्पादकहरू हुन्छ उहाँसित सहयोग लिनुहोस्, म चाहिँ केही आइडियाहरू दिन्छु भनेपछि मैले के गरेँ भनेपछि उहाँको किताब पढेपछि उहाँले यसरी च्याप्टरहरू विभाजन गर्नुभएको थिएन। उहाँको कुराहरू लगभग नै व्यक्त भइरहेको थियो। अनि मलाई के लाग्यो भने उहाँलाई त्यो च्याप्टर विभाजन गर्ने आइडिया दियो भने
उहाँलाई लेख्न सजिलो हुन्छ किनभने कतै 10 पाना अगाडि बुवाको कुरा थियो फेरि बिचमा अरू आयो फेरि 20 पाना पछि पेजपछि फेरि बुवाको कुरा आउँछ अनि फेरि 30 मा आमाको कुरा छ भने फेरि 80 मा गएर आमाको कुरा आउँछ त्यो भन्दा चाहिँ बुवाको कुरा चाहिँ हजुरबुवाको कुरा हजुरबुवाकै एउटा सेक्सन बनाएर सबै कुरा त्यहाँ ल्याउने आमाको कुरा छ भने आमाको उसमा ल्याउने अनि बुवाको कुरा छ भने बुवा ल्याउने गाउँको स्कुलको कुरा छ भने स्कुल भनेर शीर्षक लेख्नुमा गर्नुस् त्यसपछि तपाईलाई सजिलो हुन्छ आफूलाई सजिलो हुन्छ अनि अर्को कुरा के थियो भने मैले यसलाई तपाईले पढिसकेपछि यसलाई 3 खण्डमा बाँड्नुस् अनि एउटा आफ्नो बागलुङ खण्डमा एउटा चितवन खण्ड र काठमाडौँ किनभने उहाँले त्यो स्ट्रगल गरेको उहाँको बाल्यकालदेखि लिएर किशोर वयदेखि र काठमाडौँमा चाहिँ एउटा पेशागत कामले स्ट्रगल गरेको पिरियडहरूको त्यो छुट्टा छुट्टै भएपछि उहाँलाई मैले यति दिएँ त्यसपछि यति गर्नुभयो भने तपाईँ आफै सक्नुहुन्छ त्यसपछि तपाईँले भाषा र अरू चिजमा काम गर्नुभयो भने सहज हुन्छ भनेपछि उहाँले त्यसपछि मलाई लाग्छ लगभग झन्डै 1 वर्ष जति काम गर्नुभयो अनि यो किताब चाहिँ मैले लास्टमा त्यस्तो ऊ भएपछि पिडिएफ फाइल उहाँले मलाई पठाउनु भयो उहाँले एकदम सबै काम गरिसकेपछि पिडिएफ फाइल पठाउनु भयो मैले पिडिएफ पनि यसो हेरे जस्तै गरेँ कहाँ यत्रो किताब मोटो हेरेर साध्यै छैन ल किनभने पढि पनि सकेको थिएँ मलाई सबै बुझिसकेको थिएँ त्यसकारण मैले भने तर ठिक छ भन्ने लाग्यो त्यसपछि यो किताब यो रूपमा आएको छ यो किताबबाट मैले प्रभावित हुने 2-3 वटा कारण छ भीमजीको मैले आत्मकथा पढिरहनु उहाँलाई खासै जरुरी छैन हामी कसैलाई पनि जरुरी छैन होला हैन तर जब साहित्यिक मूल्यको कुरा आउँछ यसले चाहिँ अलिकति जरुरी जस्तो बनाइदिन्छ यसलाई किताब हैन अब यो धेरै प्रशंसा गरे भने पहिलो किताब हो उहाँको हैन आत्मकथा हो यो कुनै सृजनात्मक लेखन होइन कथा आख्यान जस्तो कविता जस्तो तर पनि यसमा त्यो साहित्यिक चेत छ र दोस्रो कुरा उहाँले को मलाई विशेषता के लाग्यो भने एकदमै डिटेलमा लेख्नु भएको छ कि चिरपानी मैले कहिले देखेको पनि छैन लगभग बागलुङसितमा पनि म पुगेको छैन तर एकदमै यति धेरै डिटेलिङ छ कि त्यो खर्लप्प त्यो बागलुङको चित्रहरू आउँछ त्यो डिटेलिङ चाहिँ जस्तै VS नेपालको उपन्यासमा चाहिँ एकदमै साना कुरालाई पनि एकदमै अल्छी लाग्दो पट्यार लाग्दो किसिमले भनिरा देखिन्छ त्यो किन भन्यो होला भन्ने लाग्दाखेरि मलाई VS नेपालको त्यो पढ्दै गर्दाखेरि चाहिँ अनि मलाई के लाग्यो भने त्यो एक किसिमको आप्रवासी त्यो सोच छ नि उसले त्यो सोच अनुसार उसले आफू बसेको ठाउँलाई सर्व विश्वले चिनोस् भन्ने जस्तो त्यो भावना आउँदो रहेछ सायद अनि त्यही भएर उहाँले आफ्ना टोल सडकका फुटपाथ साना पाइला त्यो थुकेको ठाउँकोमा यति सानो घेराको पनि लगभग 4 पेजको वर्णनहरू गर्नुभएको छ उहाँले VS नेपालले अनि त्यो छनक चाहिँ भने साना कुरा भनेर त मोह पनि हुन्छ सायद उहाँलाई सबैलाई चिनाउँ साथीले योलाई पनि चिनाउँ उसलाई पनि चिनाउँ भन्ने त्यो मोहले सुरुमा केही बेर पढ्दा त मलाई पट्याएर पनि लाग्यो धेरै कुराहरू गनगन भयो तर ठ्याक्कै जब मेरो दिमागमा आयो कि उहाँभित्र त त्यो आफ्नो बागलुङलाई सबैले चिनिदियोस् मेरा साथीहरूलाई बुझिदिउन् मेरो सङ्घर्षलाई बुझिदिउन् भन्ने त्यो हुटहुटी छ नि त्यो हुटहुटी जब मैले फिल गरेपछि मलाई यो किताब चाहिँ राम्रो लाग्यो उहाँको शैली प्रस्तुतिहरू सबै राम्रो लाग्यो र उहाँले एउटा इमान्दारीपूर्वक चाहिँ काम मेहनत पनि गर्नुभयो उहाँले अध्यायहरू त्यो उहाँलाई क्लिक पनि गरेछ उहाँले खण्डहरू सबै छुट्याउनु भएको छ 3 खण्डमा प्रस्तुत गर्नुभएको छ अनि अर्को कुरा मलाई रोचक लागेको के थियो भने उहाँले यो कथा ठ्याक्कै उहाँले कहाँ एन्ड गर्नु भएको थियो भने बडा त्यसपछि के भयो त भन्ने खालको क्रममा चाहिँ उहाँ ठ्याक्कै नेपालबाट उडेपछिको क्रममा किनभने हामीले चिनेको त भीमजी त अस्ट्रेलियामा यहाँभन्दा बढी अस्ट्रेलियामा परिचित भइसकेको त्यहाँको समाजसेवाको क्षेत्रमा त्यहाँ विभिन्न उहाँले काम गरिसक्नु भएको छ व्यवसायको क्षेत्रमा अनि त्यहाँको कुरा आउला भन्दै थियो त्यो चाहिँ आउँदैन तर उत्सुकता हुन्छ र त्यसले के लाग्छ भने उहाँले भविष्यमा चाहिँ त्यो उताको केही खण्डहरू पनि लेख्नुहुन्छ र अनौपचारिक वार्तालापमा पनि त्यहाँ त झन् बढी कथा छ मेरो आफ्नो होइन त्यहाँ मैले देखेका नेपालीहरूको दुर्दशा उनीहरूको प्रवृत्ति बिग्रेका मान्छेहरू होइन अलिकति पैसा भयो क्यासिनो जान थालेको छ भर्खरका केटाहरू यति लथालिङ्ग स्थितिहरू छन् ती कुराहरू पनि मैले लेख्नु छ भन्नुभएको थियो त्यो पछि त्यो अर्को एउटा पाटो आउला भन्ने लाग्छ अब म धेरै बोल्दिनँ यो किताबको यसको भाषा शैली शिल्पले मन पर्यो उहाँभित्र एउटा त्यो कवि हृदय छ भन्ने भावना पनि छ उहाँसित सहज तपाईँले सङ्गत गर्नुभयो भने एकदमै भावुक एकदमै कमलो मनको हुनुहुन्छ उहाँ र अर्को कुरा के छ भने जस्तै मैले यारमा मैले पनि संस्मरण लेखेको छु साथीहरूका बारेमा तर मैले एकदमै निर्मम भएर साथीहरूको पोल पनि खोलेको छु आफ्नो पनि पोल खोलेको छु म कति खराब छु
कति दुष्ट छु, हेर्दा मात्रै त्यो यस्तो देखिन्छु, तर म भित्र पनि खराबीहरू छन् भन्ने कुरा प्रकट गरेको छु। साथीहरूले मलाई यस्तो व्यवहार गरे, उस्तो गरे, कतिको नामै किटेर पनि मैले लेखेको छु। अनि तर उहाँले त्यो मेरो त्यो किताब यारमा त्यो शालीनता खासै देखिँदैन, तर उहाँमा चाहिँ एकदमै शालीनता किन्छ भने उहाँलाई दुःख दिएका आफ्नो वरिपरि समाजका मान्छेहरूलाई पनि अत्यन्त श्रद्धासहित प्रस्तुत गर्नुभएको छ। साथीभाइ आफन्त सबैलाई कसैको उहाँले चित्त दुखाउनु भएको छैन। त्यसले पनि रमाइलो लाग्दो रहेछ। एउटा उहाँको व्यक्तित्व प्रकट हुन्छ त्यो हो। र अनि हरेक उसमा चाहिँ एउटा उत्सुकता चाहिँ भइरहन्छ, अब के होला भन्ने भइरहन्छ। अनि उहाँको जीवनमा धेरै रोचक घटनाहरू रहेछन् कि उहाँले बाल्यकालदेखि नै उहाँभित्र एउटा व्यावसायिक सोच खुबी चाहिँ प्रस्तुत भइसकेको रहेछ। 2-4वटा घटनाहरू रहेछ। त्यो भकुन्डो किन्दाखेरि उहाँले साथीहरूसँग एउटा घटना बडा रोचक छ। एउटा मान्छेले बल बाहिरबाट सहरबाट कतैबाट बल लिएर जान्छ उहाँको कुनै छिमेकीले या आफन्तले, अनि मूल्य बिर्सेँ मैले, त्यसमा कति 20-25 रुपियाँको मूल्य कतिको बल थियो। अनि उहाँले अर्को साथीहरूसित भनेर ल त्यो 40 रुपियाँ पर्ने भयो भन्नुभयो। 30 रुपियाँको कुरालाई 40 रुपियाँ पर्छ भनेर उहाँले त्यसपछि साथीहरूसित 30 रुपियाँ लिएर अनि आफूले चाहिँ त्यो निःशुल्क प्राप्त गर्नुभयो कि त्यो खुबी चाहिँ एउटा व्यवसायीको पनि त्यो त्यतिखेर आएको रहेछ। अनि दाउरा बेच्न जानुभएका कुरा, उहाँले भारी बोकेर दाउरा बेच्न गएका कुराहरू छन् होइन। अनि काठमाडौँमा रेस्टुरेन्ट होटल चलाउँदाखेरि महिनौँ बसेको त्यो कुनै व्यक्ति चाहिँ झ्यालबाट भागेर चाहिँ उहाँलाई अप्ठ्यारो पारिदिएको, पछि समातिएको फेरि छोडिदिएको अनेक कुराहरू चाहिँ त्यो छ। त्यो उहाँको सदाशयता चाहिँ किताबभरि देखिन्छ, उहाँको व्यक्तित्व देखिन्छ। त्यस कारण पनि मलाई राम्रो लाग्यो। मैले भने कि यसमा डिटेलिङले चाहिँ लोभ्याउँछ। बागलुङलाई खर्लप्प तपाईँ हामी चिन्छौँ, चितवनको पनि त्यस्तै केही आउँछ, काठमाडौँको ठ्याक्कै त्यस्तो परिवेश नआए पनि काठमाडौँको धेरै छैन जस्तो लाग्यो मलाई। तर के भने त्यो काठमाडौँमा चाहिँ उहाँको चाहिँ व्यवसायको क्रममा भर्खर सुरुवाती किशोर वय छोडेर एउटा युवा वयमा 20-21 वर्षको उमेरमा चाहिँ व्यवसाय सुरु गरेको, लजहरू खोल्ने, स्टेसनरी खोल्ने गर्ने, भने त्यो आँट र जागर चाहिँ। अनि त्यो पैसाको व्यवस्थापन गर्न चाहिँ अनेक कला गर्ने, पैसा हरायो कतिचोटि चाहिँ केही सामान किन्नलाई वा वीरगञ्ज जानुपर्ने बाटोमा हराएको पनि छ। त्यो पैसा हराएको पैसा जोसित लिएको त्यसलाई हरायो भन्न नसकेर कसरी व्यवस्थापन गर्ने त्यो उहाँले त्यो कौशल देखाउनु भएको छ। त्यसले गर्दाखेरि त्यो मानवीय सम्बन्धहरूको अनेक पाटाहरू चाहिँ यो किताबमा देखिन्छ। त्यो हिसाबले चाहिँ मलाई मन परेको एउटा सामान्य मान्छेको आत्मकथा होइन। यसलाई पढे पनि हुन्छ नपढे पनि हुन्छ, तर पढ्दा चाहिँ के हुन्छ भने तपाईँले एउटा सामान्य मान्छेको पनि कति गहिरा कथाहरू हुन्छन् भन्ने कुरा चाहिँ यसमा देखिन्छ भन्ने लाग्छ। योभन्दा बढी केही नबोलौँ। आगामी किताबको लागि पनि उहाँलाई शुभकामना दिन्छु। यो एउटा राम्रो कृतिको लागि, यो संस्मरणात्मक आत्मकथात्मक कृति चाहिँ को दराजमा यसले सम्मानित स्थान पाओस् भन्ने मलाई लाग्छ। पढेपछि मैले चाहिँ अनावश्यक विमोचनमा गाली त गर्नु हुँदैन, तर मैले अनावश्यक प्रशंसा पनि गरेको छैन भन्ने लाग्छ। यति भन्दै भीमजीलाई शुभकामनासहित म आफ्नो कुरा यही टुङ्ग्याउँछु। धन्यवाद। धेरै धेरै धन्यवाद नयनराज पाण्डेज्यू सुन्दर टिप्पणीको लागि। पुस्तकको 45औं पृष्ठमा आमाको सन्दर्भमा लेखकले लेख्नुभएको छ, आमाको अन्तर्मनमा कतै न कतै चिरपानीको तिनतली अर्थात् बाँसा रुखे घरमा कान्छी दुलै भएर भित्रिनु परेको पीडाबोध थियो। अब हामी काफलदारी जाँदैछौँ, अब हाम्रो बास उतै हुन्छ, यहाँ सकिनँ मैले, मेरो पनि त केही चाहना होला, त मेरो आँसु पुछेको छोरा होस्, तेरो मुख हेरेर बाँचेको छु, भगवान्ले एउटा बाटो लगाउला, मेरो माइतीले पनि यत्तिकै सस्तो बनाएर दिएका होइनन् होला, तिनले पनि केही मद्दत गर्लान्, त मेरो आँसु पुछेको छोरा होस्। भीम नेउपानेलाई आमाले भन्नुभएको त मेरो आँसु पुछेको छोरा होस्। हरेक छोराहरू आमाको आँसु पुछ्ने छोराहरू हुन्, हरेक छोराहरूलाई आँसु पुछ्न प्रेरित गर्ने छोराहरू हुन्। यो पुस्तक पढ्दै गर्दा जसरी भीम नेउपानेका आमाले आफ्नो छोरालाई आँसु पुछ्ने छोरा होस् भनेर भन्नुभएको छ, त्यसै गरिकन अरू हजारौँ छोराहरूलाई आमाको आँसु पुछ्नुपर्छ भनेर प्रेरित गर्ने भीम नेउपाने हुन्। त्यो भीम नेउपाने किन हुन् भन्दा तपाईँले बादल मुनि आकाशको यो 45औं पेजको लेख
पढ्नुभयो भने हामीलाई त्यही बोध हुन्छ, त्यही अनुभूत हुन्छ र त्यही गहिरो महसुस हुन्छ। म अबको क्रममा लेखकीय अनुभूतिसहित बादलमुनि बागलुङ कसरी तयार भयो यो पुस्तक प्रकाशनको यसको अनुभूतिसहित आफ्नो संक्षिप्त अनुभूति यहाँको बिचमा राखिदिनका लागि म लेखक भीम नेउपानेज्यूलाई आमन्त्रण गर्छु। नमस्कार। आज यहाँ विशेष भावनासित उभिन पाउँदा एकदम भावुक छु। मेरो जीवनी र मेरो पुस्तकको बादलमुनि बागलुङको कुरा गर्दा मलाई सबैभन्दा सम्झन मन छ हाम्रा स्वर्गीय पिता जगन्नाथ नेउपाने। यसै त आज कुशी औँसी बादलमुनि बागलुङको विमोचन कस्तो सहन्थ्यो। त्यस्तै गरी यस पुस्तकमा उल्लेखित नाम जो मैले उल्लेख गरेको छु उहाँ जो परनाम हुनुभयो अथवा स्वर्गीय हुनुभयो उहाँहरूलाई पनि भावपूर्ण श्रद्धाञ्जली। मलाई यस संसारमा ल्याउने मेरी आमा यो किताब विमोचन गर्नका लागि र आशीर्वाद दिनका लागि तपाईँ हाम्रो सामु उपस्थित हुनुभएको छ। दलबी नेउपाने म हृदयदेखि नमन गर्न चाहन्छु। यस कार्यक्रमका अध्यक्ष एलबी सर, आदरणीय एलबी सर, प्रमुख अतिथि निशाज्यू, नेपाली आख्यान साहित्यका ख्याति व्यक्तित्व नयनज्यू, मदन पुरस्कार विजेता तथा समाजसेवी र अभियन्ता राधा दिदी, पुस्तकका प्रकाशक किताब किरो तारा दिदीजी लगायत मलाई यहाँ स्नेह गरेर हौसला प्रदान गर्न, मेरो निम्तो स्वीकार गरेर यहाँसम्म पाल्नुहुने र मेरा अगाडि दर्शक दीर्घामा रहनुभएका नेपाली साहित्यका विशिष्ट व्यक्तित्व, मैले सम्मान गर्नुपर्ने मेरा मान्यजनहरू, आफन्तहरू, परिवारका सदस्यहरू, साथीहरू, फिल्मी क्षेत्रका फिल्मी कर्मीहरू, मिडिया व्यक्तित्वहरूलाई मेरो हृदयदेखि धन्यवाद छ। वास्तवमा मैले बादलमुनि बागलुङ भित्रै सबै कुरा लेखेको छु, तर किताब आज विमोचन हुँदैछ। तपाईहरुले त्यो बुकको त्यो किताबको पेजहरू पल्टाउन पाउनुभएको छैन। त्यसैले मैले केही किताबभित्रका कुराहरू पनि म यहाँ संक्षिप्तमा राख्न चाहन्छु। मैले किताब किन लेखेँ भनेर। अलिकति विस्तृत कुराहरू त यहाँभन्दा अगाडि हाम्रो व्यक्तित्वहरूले भनिहाल्नु। बादलमुनि बागलुङ मैले लेखेँ, कसरी लेखेँ त्यो सबै कुराको। तर मैले यहाँ एउटा यही बुकमा लेखेको प्याराग्राफलाई म तपाईसामु पढेर सुनाउँछु। सामान्य मान्छेको आत्मकथा हुन्छ कि हुँदैन? मेरो अन्तर्मनले धेरै चेतनसित सोधेको थियो। यो कस्तो प्रश्न थियो जसको उत्तर खोज्ने क्रममै यस पुस्तकको बीजारोपण भयो। मलाई लाग्थ्यो आत्मकथा सफल मान्छेको पो हुन्छ। ठुला व्यापारी, ठुला पदमा आसीन प्रशासक, चर्चित अभिनेता या अभिनेत्री, समाजमा विवादमा परेका मान्छे, महान लेखक, प्रख्यात समाजसेवी, चर्चित चिकित्सक, प्रभावशील नेता नेत्री लगायत समाजमा आफ्नो महत्त्व र उपस्थितिलाई अर्थपूर्ण बनाएको व्यक्तिको मात्राको आत्मकथा हुन्छ। अनि मेरो मनमा अर्को प्रश्न उठ्यो, सामान्य मान्छेको आत्मकथा हुन्छ हुँदैन?
सामान्य मान्छेले पनि जीवनमा अनेक उतार चढाव भएको हुन्छ, अनेक दुःख अनेक पीडा व्यथा झेलेको हुन्छ, आफ्नै खालका सङ्घर्ष गरेको हुन्छ, सफलता र असफलता भोगेको हुन्छ, अनेक घात प्रतिघात बेहोरेको हुन्छ। बस यही कुरा मनमा स्थापित भएपछि मलाई पाठक समक्ष आफ्ना कुरा राख्न मन लागेको हो। अलिकति कल्पनाशीलता र अलिकति फुलबट्टा गाँसेर यसलाई उपन्यास पनि त बनाउन सकिन्थ्यो होला, कथा श्रृङ्खलाका रूपमा प्रस्तुत पनि गर्न सकिन्थ्यो होला, तर मलाई अलिकति इमान्दार हुन मन लाग्यो। आफ्ना कुरा कुनै छलछाम नगरी जस्ताको तस्तै भन्न मन लाग्यो। यही मेरो चाहनाले नै यो पुस्तक जन्मिएको हो। समाजमा असाध्यै चिनिएको व्यक्ति म होइन। कति बेला मेरो सङ्घर्ष खासै ठुलो नलाग्ला, मैले भोगेका अप्ठ्यारा सुख दुःख कतिलाई औसत लाग्ला, तर मलाई यसमा आफ्नो दुःख र सङ्घर्षको विज्ञापन गर्नुभन्दा पनि आफू बाँचेको समाज चिनाउन मन लागेको भने चाहिँ पक्कै हो। यो किताब लेख्ने क्रममा मैले अलिकति जुन एउटा समय लगाएँ, जुन एउटा अब यसभन्दा पहिला मैले किताब लेखेको थिइनँ, त्यो लेखन प्रक्रिया कस्तो हुन्छ भन्ने कुरामा पनि म अलिकति गम्भीर थिएँ। 2017 सालमा मैले 2015 सालमा मैले एउटा मुभी बनाउने क्रममा एस कुमार हाम्रो जो गायक हुनुहुन्छ उहाँसँग भेट भयो। हामीले बाटोमुनिको फुल 2 बनायौँ। एस कुमारसित मेरो भेटघाट अलिकति बढी हुँदै गयो अनि कुराकानी चल्दै जाँदाखेरि सानातिना कुराहरू कथाका कुराहरू हुँदाखेरि एसजीले मलाई तपाईँ त एकदम कथा एकदम राम्रो तरिकाले प्रस्तुत गर्नुहुन्छ, तपाईँ कथाकार भन्ने मान्छे हो भनेर अस्ट्रेलियाबाट नेपाल फर्किनु भयो। अनि मनमा कता कता लागिरहेको थियो, त्यो त म त नहुनुपर्ने, यो यस्तो कथा लेख्ने कसरी भन्ने कुरा चाहिँ मैले सोच्न थालेँ त्यसपछि 2017 पछि। अनि त्यो सोच्ने क्रममा अग्रजहरूसँग कुरा गर्दै गएँ। कोभिड आयो। कोभिडमा मैले केही पनि काम गर्न सकिनँ, मेरो आफ्नो अरू व्यवसायलाई व्यवस्था गर्न बाहेक। कोभिड पछिको समय एलबी सर जो मेलबर्न आउनुभयो, मैले सबै कुरा उहाँलाई पस्केँ। अगाडि नयनजीले त्यसमा भनिसक्नुभयो। त्यसपछि यो किताबले आज पूर्णता पाएको छ। आजदेखि यो किताब तपाईँहरूको हातमा छ। अबदेखि यो किताब तपाईँको हो। अब यसमा के गल्ती छ, के कमजोरी छ, के कुरा राम्रा छन्, के कुरा नराम्रा छन्, तपाईँहरूले पढेर यसलाई चाहिँ मलाई सुझाव सल्लाह दिनुहोला। त्यो किताबको पछाडि मेरो इमेल एड्रेस पनि छ। कतिपय साथीहरू मसँग फेसबुकमा फ्रेन्ड पनि हुनुहुन्छ, इनबक्स गर्नुहोला, फोन गर्नुहोला। मैले त्यसलाई एकदम पोजिटिभ रूपमा लिएर भएछ भने आउँदो खण्डमा काम गर्दा सुधार्न पनि मलाई एउटा मौका हो। त्यो अन्त्यमा मैले त्यो किताबलाई मैले अब यसरी प्रस्तुत गर्दै क्रममा यो किताब मेरो मात्र कथा होइन, यो किताब वास्तवमा मेरो बुवा जगन्नाथ न्यौपानेको पनि कथा हो, मेरी आमा वल्लभी न्यौपानेको पनि कथा सङ्घर्ष हो, मेरी जीवन सङ्गनीको पनि कथा हो। 20 दिनको नवशिशु जो मैले छोडेर बादल पारीको देशमा गएँ, उसको पनि कथा हो। कैलाश, आज कैलाश यहाँ हाम्रा अगाडि छ। प्लिज एकचोटि उठेर 20 दिनको कथा, 20 दिनको नवशिशुलाई मैले छोडेर बादल पारी गाउँ गएँ, समय बित्यो। थ्याङ्क यू, हौसला दिनुभयो, यसका लागि धेरै धेरै धन्यवाद भन्दै म यहाँबाट बिदा हुन्छु। हस् त। आत्मकथामा सुत्केरी सरस्वतीसँगको संवाद 17 दिनमा
छोरा कैलाशलाई छोडेर परदेशिनु पर्दाको पीडाबोध लगायतका थुप्रै विषयहरूले नेपाली समाजको व्यवस्थालाई यसरी उजागर गर्छ कि तपाईँ हामी स्वतःस्फूर्त रूपमा यो पुस्तकसँग कनेक्सन हुन्छ, पुस्तकसँग हामी साक्षात्कार गर्छौँ, पुस्तकले हामीलाई गहिरो गरिकन छुन्छ र नेपाली समाजको अहिलेको यथार्थलाई बोध गर्न बाध्य तुल्याउँछ र सोच्न एकपटक बाध्य तुल्याउँछ। यसर्थ यो पुस्तक एकपटक यहाँहरूले पनि अध्ययन गरिदिनु होला, बादल मुनिको बाग्लुङ। अब हामी कार्यक्रमको करिब करिब अन्तिम चरणतर्फ उत्तरार्ध पार गरिसकेका छौँ। अब मैले यहाँहरूको माझमा एउटा गीत सुन्नुभएको छ। आज बुकको विमोचन छ बादल मुनि बाग्लुङ। बादल बनाइदेऊ आकार बदल्न सकू, लाजहीन बनाइदेऊ सडकमा ढल्न सकू। गीत सुन्नुभएको छ होला। आधुनिक गीतमा यो जतिको जीवन्त ज्यानमारा गीतहरू नेपाली सङ्गीतमा सायद कमै छन्। त्यही गीत लेख्ने सर्जक आजको कार्यक्रमको प्रमुख अतिथि तपाईँ हामीले सुन्ने गरेका छोरी मलाई भागी भागी नसुताउन, सुन्दरीको मनमा बस्ने को होला, रातो टीका निधारमा तलक्कै टल्क्यो जस्ता सुन्दर गीतहरू लेख्ने आज अगाडि देख्दाखेरि बुढ्यौली लागेर होला उहाँले लेखे जस्तो लाग्दैन, तर त्यो उहाँले यस्तो सिर्जनाहरूको सिर्जनामा उहाँले त्यो फिल्ममा समावेश गर्ने गीतमा कथामा जसरी गीतहरू बुन्नुभएको छ कि त्यो अभूतपूर्व छ, अविश्वसनीय छ र कहिले कहिले चित्ताकर्षक लाग्छ उहाँको प्रतिभा क्षमता, जो आजको कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ। आज हामीले भित्तामा टेलिभिजन पर्दा भनेर ठुलो पर्दामा हेर्छौँ। नेपालमा त्यो टेलिभिजन ल्याउने पहिलो व्यक्ति जसलाई आज हामीले कार्यक्रमको प्रमुख अतिथि पाएका छौँ। नेपाली रङ्गमञ्चमा, नेपाली कलाकारितामा त्यस्तो खालको व्यक्तित्व, छवि र आजका दिनसम्म पनि उत्तिकै कलाकारिता मार्फत नेपाली समाजमा, नेपाली जनमानसमा गहिरो छाप बसाउन सक्ने त्यो प्रतिभा, त्यो कलाकार, त्यो व्यक्तित्व आज हाम्रो बिचमा प्रमुख अतिथिको रूपमा हुनुहुन्छ। र यो भीम न्यौपानेज्यूको बादल मुनि आकाश विमोचन समारोह आज उहाँको उपस्थिति बादल मुनि बाग्लुङ, बादल मुनिको आकाश यो उस्तै उस्तै जस्तो लाग्दो रहेछ, तर बादल मुनि बाग्लुङ एउटा सुन्दर बिम्बमा कथा भनिएको छ, बाग्लुङको कथा। कहिले कहिले यो बाग्लुङको जस्तो मात्रै लाग्दो रहेछ बादल मुनि बाग्लुङ भन्दाखेरि। मलाई लाग्छ नेपाली ग्रामीण क्षेत्रको, ग्रामीण बस्तीहरूको सबैको यो साझा कथा हो बादल मुनि बाग्लुङ। म अब आजको कार्यक्रमका प्रमुख अतिथि, लेजेन्डरी एक्टर, हामी सबैका प्रेरणाका स्रोत, आदर्श व्यक्तित्व, सम्मानित व्यक्तित्व निर शाहज्यूलाई आफ्नो सार्गर्भित बनाएर राख्नको लागि स्टेजमा आमन्त्रण गर्छु। जोरदार तालीले स्वागत गरौँ। आजको यो समारोहका सभापतिज्यू, लब्ध प्रतिष्ठित व्यक्तित्व, अग्रणी साहित्यकार एलबी छेत्रीज्यू, मञ्चमा आसीन अत्यन्त श्रद्धेय जसले अति योग्य पुत्रलाई जन्म दिनुभयो, ममता, वात्सल्य र मातृत्वको अनुपम उदाहरण हामी सबैको आमा सर भीमजीकी श्रद्धेय माताज्यू, समसामयिक नेपाली साहित्यका दुईजना सशक्त हस्ताक्षर जसको उपस्थितिले हाम्रो साहित्यको संसारलाई समृद्धिको माथिल्लो शिखर पुर्याउन सक्रिय भूमिका निर्वाह गरेको छ, मेरा अभिन्न मित्र नयनराज पाण्डेज्यू एवं राजाजी र आजका नायक, तपाईहरूले बारम्बार त्यो विशेषणबाट उहाँलाई
सम्बोधन गरिसक्नुभयो। कुनै दिन म एउटा संस्थाको अध्यक्ष थिएँ। त्यो संस्थाको सदस्यता लिन भनेर एकजना युवा मेरो कार्यकक्षमा प्रवेश गर्नुभयो धेरै वर्ष अगाडि। उहाँको एकछिन कुरा सुनिसकेपछि मलाई लाग्यो उहाँ हर दृष्टिकोणबाट सदस्यता प्राप्त गर्नका लागि योग्य हुनुहुन्छ। योग्य मात्र होइन, जुन संस्थाको सदस्यता उहाँले प्राप्त गर्दै हुनुहुन्छ त्यो संस्था र त्यो संस्थासँग आबद्ध तमाम अरू सहकर्मी मित्रहरू र संस्थाको निर्धारित उद्देश्य प्राप्तिमा पनि यो जुझारु युवाको महत्त्वपूर्ण हात हुन सक्दछ। मैले उहाँलाई किन हो पहिलोचोटिको भेटमै अलि अरू भन्दा बढी नै प्रतिभायुक्त युवकका रूपमा देख्न सकेँ र सगौरव उहाँलाई त्यो सदस्यता उपलब्ध गराएँ। त्यो संस्थाको नाम थियो नेपाल चलचित्र कलाकार सङ्घ र मैले उहाँलाई पहिलोचोटि चिनेको पनि त्यति नै बेला हो, सायद त्यो 40 को दशकमा थियो होला कि 50 को। त्यसबारे उहाँले संक्षिप्तमा आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ। उद्यमशीलतालाई आफ्नो कर्मक्षेत्र बनाएर आफूले हात हालेका तमाम कार्यहरूलाई त्यसको गहराईसम्म पुर्याउन सक्षमता पूर्वक भूमिका निर्वाह गर्न सक्ने व्यक्तित्वका रूपमा म उहाँलाई चिन्दछु। लेखक बादल मुनिको बागलुङका भीम न्यौपानेजी, उहाँका परिवारका सम्पूर्ण समादरणीय सदस्यज्यूहरू, गुरुबाहरू, गुरुआमाहरू, प्रेक्षालयमा उपस्थित सम्पूर्ण मान्यजन, मै संलग्न रहेको चलचित्र क्षेत्रबाट पनि 3 जना विशिष्ट व्यक्तिहरूलाई म यहाँ देखिरहेको छु, जसको नाम उद्घोष गर्न पाउँदा हामीलाई हरदम गौरवको अनुभूति हुन्छ। कलाकार, गायक, निर्माता, निर्देशक हाम्रो यश कुमारजी, अर्जुन कुमारजी, निकेशजी वरिष्ठ व्यक्तित्व हुनुहुन्छ हाम्रो चलचित्र क्षेत्रका। अध्यापन क्षेत्रसँग आबद्ध सम्पूर्ण उपस्थित भद्र महिला तथा सज्जनवृन्द, कुशे औँसीको उपलक्ष्यमा तपाईहरू सबैलाई हार्दिक शुभकामना र सम्पूर्ण बाहरूलाई मेरो तपाईहरू सबैको तर्फबाट एकमुष्ट हार्दिक शुभकामना र आजको यस समारोहमा संलग्न हुन पाएकोमा म खुसी छु, किनकि केही समय अर्को 5-7 मिनेट मैले आफूले अनुभूत गरेका मेरा विचारहरू तपाईहरुसँग साट्ने अवसर मलाई प्राप्त हुनेछ। एट द फर्स्ट ग्लान्स भनेर भन्छ नि, पहिलो दृष्टिमा मलाई कस्तो लागिरहेको छ भन्नु होला भने म बागलुङको त्यो के भीमजी तपाईको चिरपानी घरको चाहिँ त्यो 3 तले घरमा कुनै समारोहका लागि निम्त्याइएको छु। समारोह हुन्छ नि, बिहा, व्रतबन्ध, नारायण पूजा, अब के अनेक थरीका हुन्छ, माघे संक्रान्ति, जनै पूर्णिमा, कुनै यस्तै हामीले असाध्य
मान्ने गरेको एउटा समारोहका लागि बोलाइएको छु र यसकारण बोलाइएको छु कि भनेदेखि म पनि त्यही चिरपानी गाउँकै कुनै कुनामा हुर्किएको मान्छे हुँ। मलाई त्यस्तो अनुभूति भइरहेको छ र यहाँ मैले थुप्रै चिरपरिचित मानिसहरूलाई भेट्दैछु र कतिपयलाई भेट्न पाएको छैन, जस्तो कि उहाँको पिताजी, उहाँका अन्य उहाँ एकजना भाइलाई त भेटेँ, अरू दाजुभाइहरू दिदीबहिनीहरू, केही पुस्तकमा उल्लेखित साथीहरू, तिनीहरूलाई नभेटेकोमा मैले मिस गरिरहेको छु। यो भावना ममा जागृत हुनुको पछाडिको मुख्य कारण के हो भने मैले बादल मुनिको बागलुङ नाम गरेको पुस्तकलाई त्यति गम्भीरतापूर्वक अध्ययन गरेको छु। हुनुहुनेहरूसँग पनि मेरो धेरै लामो समयदेखि सङ्गत छ भने जस्तो लागिरहेछ। जो हुनुहुन्थेन, जो हुनुहुन्न, उहाँहरूलाई म चिन्दछु र उहाँहरू नभएको अभाव मैले पनि महसुस गरिरहेको छु। मानिसले केही विशेषताहरू भएका कारणले गर्दा पुस्तक पढ्ने गर्दछ। कुनै पुस्तकमा केही विशेषता नै हुँदैन, त्यो केही विशेषता नहुनु नै त्यो पुस्तकको विशेषता हो। त्यस्ता पुस्तक पनि मैले पढेको छु र यो पुस्तकलाई त सुरुका पूर्वार्धका केही पानाहरू पढिसकेपछि म स्वत यो अझ ध्यानपूर्वक पढ्नका लागि लालायित भए, सङ्कल्पित भए र मैले त्यही अर्थमा त्यसलाई बुझ्न खोजेँ र पढ्दै गएँ। मैले 5 कक्षामा अध्ययन गर्दाखेरि पढ्न सुरु गरेँ होला पुस्तकहरू र आजको दिनसम्म जति पनि पुस्तकहरू मैले पढेँ ती सबै पुस्तकहरूलाई मैले सिनेम्याटिक दृष्टिकोणबाट पढ्ने गरेको छु, अथवा मैले पढेका विशेषतः गद्यहरू स्वत चलचित्रात्मक आवरणमा रूपान्तरित हुन्छ र म त्यसलाई चलचित्र हेरे सरह पढ्ने गर्दछु। सिनेमा नाम गरेको तत्त्वलाई मसँग अलग गरिदियो भने म नै हुन्न। त्यसरी म नै भएर पढेको कुरा मैले पढेको हुँदैन। तसर्थ या त मैले नपढ्नु पर्यो या त पढ्ने हो भने त्यो सिनेम्याटिक पोइन्ट अफ भ्यूबाट पूर्ण रूपले त्यसलाई त्यसरी नै कल्पना गर्दै पढ्दै अगाडि बढ्नु पर्यो। मैले अरू पुस्तक पनि त्यसरी नै पढेको छु र यो पुस्तक पनि त्यसरी नै पढेँ। यो पुस्तकका थुप्रै विशेषताहरू छन्। ती सम्पूर्ण विशेषताहरूका बारेमा चर्चा गर्नको लागि हामीसँग समय छैन। तसर्थ यहाँ बोल्नुपर्छ होला भन्ने लागेर मैले तीमध्ये कुन कुन विषयमा बोल्दा चाहिँ प्रासङ्गिक होला त भनेर सुविवेचना गरेँ र 3वटा मुख्य आधार स्तम्भहरू मैले भेटाएको छु। सबैभन्दा पहिलो, लेखकले त्यो जानेर लेख्यो अथवा नजानेर लेख्यो। बिट्विन द लाइन्स भनेर भन्छन् नि, कतिपय कुराहरू नलेखिँदा पनि देखिने गरी अगाडि आएका हुन्छन्। अब यसमा उहाँले के तात्पर्यले त्यो लेख्नुभयो होला, त्यो लेखकले नै बढी
राम्रोसँग स्पष्ट गर्न सक्ने कुरा हो। तर मैले चाहिँ एउटा युग रूपान्तरणको सङ्घारमा भएको बेला विशेष गरेर राष्ट्रका मेजोरिटी उमेरका मान्छेहरू जो एउटा सफल जीवनयापन गर्नका लागि के उद्देश्य लिने भनेर भौतारिरहेका हुन्छन्, त्यस बेलाका मानिसहरूमा सिर्जित मनोविज्ञानका बारेमा यो पुस्तकले चर्चा गरेको देखे। यो पञ्चायती व्यवस्थाको उत्तरार्धमा र प्रजातन्त्रको पुनर्स्थापनाको संहारमा जे उहाँले अनुभूत गर्नुभयो, कसले? गोपाल बासाघरेले हो। हजुर, गोपाल बासाघरे, बासारुखे गोपाल बासारुखेले, गोपाल बासारुखे नाम गरेको युवकले जे अनुभूत गर्यो त्यही अनुभूति त्यसरी भेकमा बसेका तमाम त्यस उमेरका मानिसहरूले पनि अनुभूत गरेको हुनुपर्दछ भन्ने मेरो ठम्बे हो। त्यसकारण त्यसलाई त्यति बेलाको युवाको मनोविज्ञान भनेर बुझ्न आवश्यक ठान्दछु। हुन त मनोविज्ञानलाई मानिसले किन मनोविज्ञान भन्छन् म बुझ्दिनँ एलबी सर। म चाहिँ मनोविज्ञानलाई मनोज्ञान भन्न रुचाउँछु। त्यो मनमा उत्पन्न हुने एक किसिमको ज्ञान भएका कारणले गर्दा त्यो मनोज्ञानै हो। वास्तवमा विज्ञान भन्दा ठुलो भएको जस्तो सुने नै भावेर मनोविज्ञान भने हो कि त्यसो हो भने मलाई थाहा छैन, अथवा जेसुकै नामले बोलाऊ। बासारुखेले प्रतिनिधित्व गर्ने युवा मस्तिष्कको मनोविज्ञान जो वास्तवमा राष्ट्रिय मनोविज्ञानकै रूपमा फैलिसकेको हुनुपर्दछ त्यस बेला, र त्यसलाई अगाडि बढाउने ढोका वातावरणले खोलेको थियो कि थिएन, यी तमाम प्रश्नहरूको उत्तर नलेखिकनै पुस्तकले दिएको छ। त्यसकारण यसको कन्टेन्टका बारेमा कुरा गर्दा यसले गहन मनोज्ञानलाई अत्यन्त स्पष्ट ढङ्गबाट एउटा पात्रको, एउटा चरित्रको आकृतिबाट स्पष्ट व्याख्या गर्ने प्रयत्न गरेको छ। यो पुस्तकको सर्वाधिक महत्त्वपूर्ण पाटो हो यो मेरो लागि। गोपाल बासारुखे मिस्टर भीम न्यौपानेमा कसरी रूपान्तरित भयो त्यो कथा हो। त्यो कथा तत्कालीन राष्ट्रिय मनोविज्ञानसँग गाँसिएको छ। तत्कालीन राष्ट्रिय मनोविज्ञानले सिर्जना गरेका तमाम सोचहरूसँग गाँसिएको छ, सामाजिक अवधारणाहरूसँग गाँसिएको छ, पितृ सत्तात्मक हाम्रा व्यवहारहरूसँग गाँसिएको छ, र ती सबैको आफ्नै ढङ्गबाट त्यो बासारुखेले विरोध गरेको छ, जसरी अरू थुप्रै त्यस उमेरका युवाहरूले पनि गरे होलान्। तसर्थ त्यसले एउटा बिर्सन नसकिने राष्ट्रिय मनोविज्ञानलाई आफूभित्र समेटेर यसको कथालाई अगाडि बढाएको छ। फलत सही बाटो समात्न सकेको कारणले गर्दा प्रकारान्तरमा त्यो बासारुखे मिस्टर भीम न्यौपानेमा रूपान्तरित हुन सफल भएको छ।
दोस्रो, पुस्तक रोचक हुनका लागि त्यसको भाषा निश्चित रूपमा आवश्यक भइ नै हाल्यो। सरहरूले त्यसबारे बोल्नुभएको भए झन् राम्रो हुन्थ्यो। यो पुस्तक झन्नै लोपोन्मुख भइसकेका रैथाने शब्दहरूको एउटा ठूलो शब्दकोश हो। अर्ग्यानिक भोकाबुलेरीको यति ठूलो चाहिँ संग्रह तपाईले यो पुस्तकमा भेट्नुहुन्छ कि म उहाँ लेखक भीमजीलाई आग्रह गर्न चाहन्छु, त्यसको त एउटा छुट्टै इन्डेक्स बनाएर यसको अर्थ यो हुन्छ, यसको अर्थ यो हुन्छ, यसको अर्थ यो हुन्छ भनेर उहाँले एउटा चाहिँ एनेक्स त्यहाँ थपिदिन सक्नुभयो भनेदेखि त्यसले आउँदो पिँढीलाई ठूलो गुण लगाउँछ। ती शब्दहरू लोपोन्मुख भएर गए अथवा हराए बिलाए भने त्यो हामी आफै हराए बिलाए सहर नै हो। हाम्रा संस्कृतिहरू जब अब संस्कृतितिर डोरिन थाल्दछन् तब त्यो जातिको पतन प्रारम्भ हो भनेर बुझ्दा हुन्छ। तसर्थ अत्यन्त संग्रह योग्य कुरालाई अत्यन्त संवेदनशील ढङ्गबाट उहाँले पुस्तक आकारमा संग्रह गरेर राखिदिनु भएको छ। त्यो ठूलो शब्दावलीको संग्रह हो, शब्दकोशै हो। त्यो महत्त्वपूर्ण पाटो मैले महसुस गरेको छु। र तेस्रो, सुरुमै मैले तपाईहरुलाई निवेदन गरेँ, म त सिनेम्याटिक पोइन्ट अफ भ्यूबाट कविता त म सिनेम्याटिक पोइन्ट अफ भ्यूबाट पढ्छु भने कथा वा उपन्यास सिनेम्याटिक पोइन्ट अफ भ्यूबाट पढ्नु कुनै आश्चर्य लाग्दो कुरै भएन। यो कथाको, यो पुस्तकको अन्त्य त्यहाँनिर त मेरो मनमा एक किसिमको कम्पन आयो। पढ्दा त्यस्तो अनुभूति बिरलै हुन्छ। एकछिन सोच्न बाध्य भए, एकछिन उत्तर प्राप्त गर्न पनि बाध्य भए। त्यति सशक्त अन्त छ यो पुस्तकको। त्यहीँनिर त्यसले नाटकीयताको पराकाष्ठ भेट्छ, त्यहीँनिर त्यसले चलचित्रात्मक आवरणको पनि अन्तिम स्वरूप भेट्छ। सिनेम्याटिकली एन्ड ड्रामेटिकली इट मिट्स एक्सलेन्स। त्यो एन्डिङ त्यसकारण त्यो स्मरण योग्य छ। यस्तो अन्त भेट्छ कि त्यो पढिसकेपछि म आफै एकछिन सोच्न बाध्य भएँ र मेरो कानमा कसैले प्रश्न गर्यो। तर यसपल्ट प्रश्न छोराले गरेन, आमाले गरिन्। एउटी आमाको कम्पनयुक्त आवाज मेरो कानमा गुन्जिन थाल्यो र त्यसले आकाशमा उडिरहेका हवाईजहाज देखाउँदै आमाले सोधिन्, यति धेरै हवाईजहाजहरू कहाँ जाँदैछ? त्यसको उत्तर मैले दिन सकिन, त्यसको सही उत्तर मैले भेट्टाउनै सकिन र म अवाक भएर भुइँतिर घोप्टिएर हेरिरहेँ। मलाई त्यसरी भुइँतिर घोप्टिएर हेरिरहन बाध्य पार्ने लेखक भनेको मेरो दृष्टिकोणमा त्यो साह्रै सशक्त लेखक हो। त्यो जसले लेखा भए पनि म उसलाई लेखक भनेर सम्बोधन गर्न कुनै हिचकिचावटै राख्दैनथेँ र उहाँका लाइन्सहरू असाध्य पावरफुल थिए। अघि नै मैले भनिसकेँ, ड्रामेटिकली र सिनेम्याटिकली
इट मिट्स अल एक्सलेन्स, उत्कृष्टताको पराकाष्ठमा पुस्तकले आफ्नो अन्त्य गरेको छ र त्यहीँनिरबाट सोचको संसारको सबैभन्दा ठुलो ग्रन्थ लेखिन सक्ने सोचको ग्रन्थको आरम्भ पनि गरेको छ। तसर्थ यो किताब त्यहाँनिर गएर सशक्त रूपले प्रकट भएको छ। यो पुस्तकसँग जोडिएको अर्को अत्यन्त मर्मस्पर्शी र प्रशंसनीय विशेषता हो। मैले एउटा कविता लेखेका छु, न भाषामा सीमित न परिभाषामा, सम्बन्धको उत्कृष्ट नमुना, जुन प्राप्ति मिल्छ एकचोटि एउटा जुनीमा। आमा, म त्यो आमालाई नमन गर्न चाहन्छु। जबसम्म तपाईहरू जस्ता आमाहरू यो देशमा हुन्छन् र जबसम्म तपाईहरूले गोपाल बासारुखे जस्ता जुझारू युवकहरूलाई जन्म दिन छोड्नु हुँदैन, तबसम्म मात्र, यो शब्दलाई ख्याल राख्नुहोस्, मात्र यो देश बाँच्नेछ। मैले यो पुस्तकलाई यसरी बुझेँ। यसरी नै सबैले बुझ्नुपर्छ भन्ने आवश्यकता छैन, तर अरूले त्यसरी बुझेनन् भनेर मैले आफ्नो बुझाइलाई परिवर्तन गर्नुपर्छ भन्ने आवश्यकता पनि छैन। तपाईहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मेरो आफ्नो भनाइ राख्ने मौका दिनुभयो, त्यसको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु र तपाईहरूसँग यसपल्टको लागि छुट्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद लेजेन्डरी एक्टर निर शाहज्यूलाई। अब हामी कार्यक्रमको करिब अन्तिम चरणमा आएका छौँ। यो कार्यक्रममा पछाडि पुस्तक प्रकाशक संस्थाले पछाडि बिक्री पुस्तक स्थल राख्नु भएको छ। आज पुस्तक बिक्रीमा पनि छ र आज यो लोकार्पण समारोह भएको हुनाले सम्भवतः विशेष छुटमा त्यो पुस्तक बिक्री श्रृङ्खला चलिरहेको छ। म यो जानकारी यहाँहरूलाई गराउन चाहन्छु। र यो कार्यक्रममा मैले फेरि एकपटक पुनः सम्झन चाहन्छु, हाम्रो बिचमा मञ्चमा जसरी विशिष्ट व्यक्तित्वहरूको आगमन भएर यो कार्यक्रमको गरिमा निकै बढेको महसुस भएको छ। यो कार्यक्रममा उपस्थित यहाँहरू सबैले को उपस्थितिले पनि त्यत्तिकै शोभा बढाएको छ र यो कार्यक्रमको गरिमा बढाएको छ। धेरै सम्मानित नेताजीहरूको आगमन भएको छ। सरकारी हाकिम साहबहरू, जो लेखक भीम न्यौपानेको क्लासमेट दौतरीहरू पनि यहाँ उपस्थित हुनुहुन्छ। यसै गरी चर्चित गायक कलाकारज्यूहरू, चर्चित स्थापित लेखकज्यूहरू, पत्रकारज्यूहरू, उद्योगी व्यवसायीहरू, कानुन व्यवसायीहरू, धेरै फरक फरक सामाजिक संस्थामा भिन्न भिन्न पहिचान बनाउनुभएका व्यक्तित्वहरू पनि यो कार्यक्रममा आमन्त्रित हुनुभएको छ। आजको यो अमूल्य समय व्यस्तताका लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। पुस्तक लोकार्पण कार्यक्रमलाई विधिवत रूपमा समापन गर्नका लागि आजको कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका हाम्रो अग्रज साहित्यकार व्यक्तित्व हुनुहुन्छ। त्रिशङ्कुको देशमा कथा सङ्ग्रह, भिडमा हराएको मान्छे, इन्द्रमायाको देशमा, व्रतभङ्ग लगायतका कृति प्रकाशन गरेर एउटा सशक्त लेखकको छवि बनाएर हामी जस्ता युवाहरूलाई पनि अमेरिकामा 43 दिन जस्ता पुस्तकहरू अङ्ग्रेजीमा पनि छ, अङ्ग्रेजी र नेपालीमा उहाँको बरोबर कलम चल्छ। भीम न्यौपानेज्यूहरू जस्तो हामी जस्तो लेखकहरूलाई, लेख्न चाहनेहरूलाई मार्गदर्शन गर्ने उहाँलाई यो कार्यक्रम समापनका निमित्त अनुरोध गर्दै एकपटक यहाँहरू सबैलाई आफ्नो अमूल्य समयका लागि धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दै म बिदा हुन्छु। थ्याङ्क यू। म धेरै समय लिन्न, बढीमा 4 या 5 मिनट। कार्यक्रमका प्रमुख अतिथि, दिग्गज, आदरणीय, अब के सम्बोधन गरौँ तपाईँलाई बुझ्छ, निर शाहज्यू।
मेरो प्रिय भाइ नयनराज पाण्डे, जसको उपन्यास लु पढेर म लगभग रङ थनिएको थिएँ। राधा पौडेल मेरे गाउँको चेली, लेखक भीम नेपाने मेरे गाउँको मेरै विद्यार्थी, भीम नेपानेको आमा, मेरो त बहिनी पढ्नुहुन्छ कि दिदी पढ्नुहुन्छ नमन गरे। यो हालमा उपस्थित सम्पूर्णलाई म एलबी छेत्री कविडाँडा साहित्य समाज चितवनको अध्यक्षको तर्फबाट या सबैको तर्फबाट एक प्रकार नमन गर्दछु। कालीमा अघि तपाईँले 2-3टा कुरा सुन्नुभयो होला। नयनराज पाण्डेले के भन्नुभयो भने एलबी दाइले मलाई मेलबर्नबाट फोन गर्नुभएको थियो। म प्रसङ्ग जोड्छु। हेलो, एकछिन तपाईँहरू नबोलिदिनु भयो भने म झन् 1 मिनट पहिले छोडिदिन्छु। एकछिन। यसको प्रसङ्ग के थियो भने म पर्थमा बस्दा मेरो छोराको अनुमति लिएर मेलबर्न घुम्न गएको थिएँ। अनुमति भनेर टिकटहरू उनीहरूले काटिदिन्छन् क्या। जब म भीम नेपानेको घरमा गएँ, एक दिन उनले मलाई डिनरको लागि बोलाएका थिए, त उनलाई थाहा थियो कि एलबी छेत्री एउटा लेखक हो। अनि उसलाई यो पनि थाहा थियो कि एलबी छेत्रीकी छोरी फिल्म निर्मात्री हो, पुनम गौतम। उसले सोधे, सर पुनम तपाईँको छोरी हो? मैले भने हो। अनि उसले के भने सर तपाईँको छोरी त मेरो क्लासमेट हो प्रेम बस्तीको। त मैले भने वाह, त्यसो भए त म 1 दिन होइन तिम्रोमा 2 दिन बस्छु। र एउटा अचम्मको कुरा, आजको मञ्चमा मीर शाह फिल्मको लाइनको, भीम नेपाने फिल्म लाइनको, और यहाँ अरू 1-2 जना कलाकारहरू एन्ड डाइरेक्टर्स एन्ड प्रोड्युसर्स एन्ड अल यहाँ, म फेरि फिल्म निर्माताको बाउ, र म फेरि कथाकार पनि, म कथा पनि लेख्छु। राम्रो संयोग छ त, राम्रो संयोग छ। भाग्यमानी भए मेरो। अरू के होइन, जब उनले मलाई केही 2-4 पाना देखाए कि सर मैले यो लेखेको छु, देन आई सेड व्हाई डोन्ट यू कन्भर्ट इन्टु अ बुक। आत्मकथा 2-3टा हुन्छ, एउटा स्टोरी हुन्छ, एउटा बायोग्राफी हुन्छ, एउटा अटोबायोग्राफी हुन्छ। जे लेखे पनि लेख, तर लेख। म यति प्रभावित भएँ त्यो प्रस्तुतिबाट, सुरुबाट के द बिगिनिङ उहाँले देखाउँदाखेरि मैले 1 या 2 पेज पुरै पढेको थिएँ। उनले भने सर मैले मात्रै त सक्दिनँ होला भने, तिमी लेख, यसको सम्पादन गराउने जिम्मा मेरो। उनले भने तत्काल कुरा गरौँ सर भनेर मैले त्यहीँबाट देन एन्ड देयर नयनराज पाण्डेलाई फोन गरेको थिएँ। यो मेरो विश्वास थियो कि आई विल लुक फर, चुज, सेलेक्ट ओन्ली नयनराज पाण्डे। सफल भयो। आज लेखेको उसले हो, कम्प्लिटली उसले लेखेको। मैले पढेँ नि, यो त जो उसले मलाई म्यानुस्क्रिप्ट पहिला पठाएका थिए त मैले पढेँ, यो पनि पढेँ, लेखेको उसले हो त हो। यसमा केही मिठास, भाषाई यसलाई खास गरेर च्याप्टराइजेसन गर्नमा सायद नयनराज पाण्डेको ठुलो भूमिका छ। त्यो म्यानुस्क्रिप्ट मैले देखेको थिइनँ, त्यति हो। र त्यतिको लागि यिनले के गरे भनेदेखि यो जो यहाँ छ केही शब्द आभारका, त यहाँ माथि उनले चाहिँ आमालाई, बालाई, दाजुलाई, भाइलाई सबैलाई आभार गरेका छन्। अन्त एक ठाउँमा के लेखेका छन् भने, अन्तमा होइन बिचमा, मैले धन्यवाद भन्न छुटाउनै नहुने अर्को नाम हो आदरणीय लेखक एलबी छेत्री। मलाई आफ्ना कुरा भन्न धक लागिरहेका बेला उहाँले नै मलाई प्रेरित गर्नुभएको हो। उहाँका प्रेरक शब्द सधैँ मेरो मन मस्तिष्कमा जीवन्त रहनेछन्। वाउ वाउ। अर्थ के हो भनेदेखि न, वी द राइटर्स वी सर्भाइभ इन द बुक्स। मेरा आफ्ना किताबमा त म सर्भाइभ गर्छु, यो किताबमा पनि सर्भाइभ गर्ने त म। बस जहाँभन्दा बढी मलाई गुरु दक्षिणा केही पनि चाहिएन, यो मेरो लागि पुग्यो। अनि अर्को कुरा के आयो भनेदेखि यिनले यो पार्ट 1 लेखेका छन् र उहाँ मैले सोधेको थिएँ व्हाट अबाउट पार्ट 2, किनकि यो कथा पहिला कुरा के हुन्छ भने नि, वाइ सुड वी रिड अदर्स स्टोरी, अर्काको अटोबायोग्राफी किन पढ्ने, अर्काको आत्मकथा किन पढ्ने। त्यहाँभन्दा पहिला एउटा प्रश्न जन्मन्छ, आत्मकथा लेख्ने किन?
आत्मकथा लेख्ने किन? सर निर शाहज्यूले अघि भन्नुभयो किन लेख्ने? आत्मकथा भनेको यो गाउँको वृत्तान्त हो, बचपनको वृत्तान्त हो, जीवनको वृत्तान्त हो। हुनसक्छ भ्यू नेपाली त्यो स्ट्यान्डर्डका छैनन् जसलाई सबैले खोजी खोजी पढुन्, तर यदि तिनले पढे भने यसमा के पाउँछन् त यिनीहरूले भन्दा गाउँ पाउँछन्, नदी पाउँछन्, नाला पाउँछन्, डहर पाउँछन् जहाँ कट्टु खोलेर हामीले दिशा गर्थ्यौँ, डहर पाउँछन्। आजभोलि त पाउँदैन नि त, यसमा पाइन्छ। त्यसकारणले यो किताब पढ्नुपर्छ। पढ्दै गर्दाखेरि लाग्छ, मलाई लाग्यो कतिपय कुरा त अरे यो त मेरो कथासित मिल्दो रहेछ, यो त मेरो कथासित मिल्दो रहेछ। म 70+ को लागि लाग्यो। द्याट इज द क्वालिटी अफ अ राइटर एन्ड द एडिटर एज वेल। अर्को एउटा कुरा म भन्छु, यति सङ्घर्ष यो मैले भन्न चाहेँ, यो हललाई भन्न चाहेँ, म यो देशलाई भन्न चाहेँ एउटा कुरा, यति सङ्घर्ष गर्नको लागि यहाँ गऱ्यो, यस किताबमा गरे गाउँ गाउँमा, आखिर उडो किन त? आखिर गयो, यति सङ्घर्ष गर्ने मान्छे किन गयो त उहाँ? निर शाहज्यू तपाईँले भन्नुभयो यो जबसम्म यस्ता आमा जीवित रहन्छन् र यस्ता बच्चा जन्माउँछन् तबसम्म यो देशमाथि रहन्छ। आई सेल्युट योर स्टेटमेन्ट। एट द सेम टाइम मेरो एउटा प्रश्न छ, जब तपाईँहरू यति सङ्घर्ष गर्न सक्नुहुन्छ भने देश छोडेर जानु किन हुन्छ? यसको उत्तर खोज्न पर्छ र कता कता मसित त्यसको उत्तर छ। किनकि मेरा पनि दुईटै छोरा अस्ट्रेलियाकै पर्थमा छन्। ती अस्वस्थामाहरू हुन् जसले हाम्रै आमा बाउलाई सपना पनि नसोचेको अस्ट्रेलिया, अमेरिका, जर्मन, जापान सबै ठाउँ घुमाइदिए। अस्वस्थामा नै श्रवण कुमार हुन् तिनीहरू। सबैले जो पनि विदेश गएका छन् आफ्नो आमा बाउलाई घुमाइरहेका छन्। यिनीहरू किन जान्छन् भने नि सर, हर मान्छेलाई आफ्नो श्रमको मूल्यको आवश्यकता पर्छ। जुन बेलामा जब राणा शासन थियो विदेशसित उनीहरू टाँसिएका थिएनन्। यहाँ जति पनि यही सङ्घर्ष गर्थे, जे पाउँथे त्यसैमा खुसी थिए। अहिले के भयो भने हामी त कनेक्टेड विथ द वर्ल्ड, संसारसित कनेक्टेड छौँ। यति काम गर्दाखेरि जर्मनीमा यति पाउँछ, अस्ट्रेलियामा यति पाउँछ, अमेरिकामा यति पाउँछ, थाहा लाग्यो। त्यो थाहा लागेपछि यहाँ त म बिहानबाट दिएर बेलुकासम्म घोटिएको छु, सुको पाउँदिनँ भनेर उसको मनमा आउँछ। तब उसले सोच्दछ यदि मसित यो योग्यता छ भने मेरो श्रमको मूल्य खोज्न आई क्यान गो एनीवेयर इन द वर्ल्ड। र उनीहरू उडेर अमेरिका, जर्मन, जापान, इटली, फ्रान्स जहाँ पनि पुगेका छन्। गजबको कुरा मैले देखेँ। म 18-19 पटक अमेरिका गएँ, अस्ट्रेलिया गएँ, 5-6 चोटि मैले यो युरोप गएको छु, बेलायत गएँ, सबै ठाउँ गएँ। नयनदास पाण्डे र मेरो भेट त पर्थमा हुन्छ। वहीँ पनि हामीले साहित्य कार्यक्रम गर्छौँ र बोल्छौँ, एउटा प्रमुख अतिथि भएर अर्को वक्ता भएर। आज पनि त्यही हो। आई टेल यू, हाम्रा सर प्लिज, हाम्रा नेपालीहरू जो वहाँ जान्छन् नि, जो यहाँ क्यारेक्टर छ त्यही क्यारेक्टर लिएर विदेश जान्छन्। ढुक्क भएर बस्नुहोस्। यहाँको चोर फटाहा वहाँ गयो भने वहाँ पनि फटाइ नै गर्छ। एउटो गतिलो छैन त्यो फटाहाहरू। यहाँ मेहनत गर्नेवालाहरू वहाँ पनि रात दिन घोटिएर मेहनत गरिरहेका छन्। र यो मेहनत गर्नेवालाको एउटा उदाहरण भीम नेपाली पनि हो। बाफ्रे, बुद्ध यारमा उही छ, अर्कोमा उही छ, अर्कोमा उही छ। ए डलर कहाँ राख्छस् भने पैसा छैन भन्छ फेरि। They are so hard working and with honesty they are working hard. अर्थात् यिनीहरू किन वहाँ गए? त्यही श्रमको मूल्य यहाँ प्राप्त भएको भए सायद जान्थेनन् होला। त्यसको 50% पाए पनि जान्थेनन् होला। अलिकति सुकुन पाएदेखि पनि जान्थेनन् होला। तर जब यहाँ आत्तिन्छन् नि, कोही उता जान्छन्, कोही यहाँ टिकटक बनाउन थाल्छन्, अरू केही पनि होइन। यही गरेर उनीहरू वहाँ जान्छन्। एउटा अर्को अब्जर्भेसन मेरो है, हामी सबै नेपालीको जो जिन्स छ नि, जिन्स सबै कर्मशील छ। फेरि ती फटाहारमा पनि यो काम गर्ने जिन्स त छ, श्रम गर्ने जिन्स त छ। फेरि तिनीहरू पनि फटाइ पनि गर्छन् अनि काम पनि गर्छन्। अर्का सिर्फ काम गर्छन्, फटाइ गर्दैनन्। तर भीम नेपालीहरू जस्ता अरू पनि छन् त्यहाँ। 2-4 जना नाम कसको नाम लियो यहाँ।
सर यहाँबाट जाँदाखेरि नेपालको संस्कृति लिएर गएका हुन्छन्, नेपालको भाषा लिएर गएका हुन्छन्, नेपालको साहित्य लिएर गएका हुन्छन् र उहाँ उनीहरूलाई काम गरिसकेपछि बेलुका के गरौँ लाग्दाखेरि कपी र कलम निकालेर लेख्न थाल्छन्। र आज विदेशबाट धेरै किताबहरू प्रकाशित भइरहेका छन्। के गरौँ भन्दाखेरि लेखौँ र आज लेख्दै उपलब्धि भयो एउटा बादल मुनि बादलुङ। धन्न मैले बादल भनिनँ, उस घोषकले मलाई सुनिदिनु भयो, यति बेर बसिदिनु भयो। बाहिर खाजा छ कि छैन त्यो त मलाई थाहा छैन। खाजा छ भने खाएर जाउँ, छैन भने फेरि सबैलाई धन्यवाद दिउँ। हुन्छ भने कति गजब यार, त्यहाँ माथि एउटा कार्यक्रम भइरहेछ। 780 रुपियाँको किताबमा जम्मा 80 रुपियाँ छुट, और यहाँ 795 रुपियाँकोमा जम्मा 500 रुपियाँ। वाह, यो हुनुपर्छ के? पाठकले जब छुट पाएन भने कसरी किताब किन्ने? यो त प्रत्येक पाठकको बिचमा पुग्न पर्छ नि। त्यसको लागि प्रकाशकले प्रकाशक किरो किताबै किन तपाईँले राम्रो गर्नुभयो। कमभन्दा कम मूल्यमा पाठककोमा पुर्याउनुहोस् यो किताब, सबैले पढुन् र यसबाट लाभान्वित हुन्। यति भन्दै मेरो 2 शब्द समाप्त गरेर कार्यक्रम समाप्त भएको घोषणा गर्दछु। धन्यवाद।